मैले माग्ने राजा लेखेँ, अलिकति झगडा पर्छ के, कोही कमेडी कहाँ छ यहाँ भनेर प्रोड्युसरले टर्चर दिनुहुन्छ कि कसैले यो एउटा स्क्रिन प्ले चाहिँ पढ्न दिए पनि हुन्थ्यो भनेर म कहिलेकाहीँ ऱ्यान्डमली म एउटा दुइटा सुटिङमा पुगेको छु। त्यो राइटर हुनका लागि चाहिँ के हो भने तपाईँ अर्काको स्किनमा अथवा अर्काको सुजमा तपाईँ छिर्ने हो कि त्यो छिर्नका लागि तपाईँले पहिलो बेसिक कुरा चाहिँ के हो भने डिरेक्टरसँग कोलाबोरेसन गर्दाखेरि चाहिँ कतिको मनमुटावहरू आउँछ अथवा त्यसलाई कसरी चाहिँ सल्भ गर्नुहुन्छ तपाईँले? सबैभन्दा धेरै नै डिरेक्टरसँगै मनमुटाव हुन्छ कि प्रोड्युसरहरूकै कुरा हामी ज्यादा सुन्छौँ किनभने इज गोइङ टु पे अस होइन। लेख्ने भने यो खुइ लेख्ने चिज होइन, यो एकदम टेक्निकल राइटिङ हो है। नेपालको मार्केटमा एकदम धेरै ठुलो रिस्क छ नि त। जुन फिल्म चल्यो नि प्रोड्युसरहरू चाहिँ बिचरा त्यो उहाँहरूलाई मैले ब्लेम गर्न खोजे पनि होइन। एउटै स्टोरीमा कमेडी पनि चाहिएको छ, इमोसन पनि चाहिएको छ, एक्सन पनि चाहिएको छ। थुप्रो भाइहरू हुनुहुन्छ, कतिजना हुनुहुन्छ अब जिन्दगीमा फिल्म गर्दिनँ भनेर उहाँहरू छोडेर जानुभएको मैले देखाएको छु कि। एज अ राइटर नेपाली फिल्म इन्डस्ट्रीमा टिक्नको लागि चाहिँ अलिकति बाक्लो नै छाला चाहिन्छ र गैँडै बन्न पर्यो, गैँडै बन्नुपर्छ। हामीलाई एकदम अरूको भ्यालिडेसन चाहिन्छ कि। तपाईँले कतिको फर्मेट फलो गर्नुहुन्छ अनि कुन फर्मेट चाहिँ तपाईँको राइटिङमा युज गर्नुहुन्छ? तैँले चाहिँ कुन सा गतिलो फिल्म लेखाएको छ त स्क्रिन प्लेको किताब लेख्ने भनेर भन्छ होला भन्ने फियरको कारणले गर्दा र यङ राइटरहरू जो चाहिँ आउनु खोजिरहनु भएको छ उहाँहरूको लागि चाहिँ तपाईँले सजेस्ट गर्नु पऱ्यो भने 2-3टा बुक के हुनसक्छ? तपाईँहरू राइटिङमा आउनुहुन्छ भनेदेखि चाहिँ समाज चाहिँ बुझ्न जरुरी छ क्या। राइटर अथवा डिरेक्टर चाहिँ हाम्रो सोसाइटीमा आकाशबाट झर्नेवाला छैन कि। किताबहरू नेपालमा छन् फिल्म बन्न सक्ने खालको? थुप्रो चाहिँ किताबहरू छ। बिपी कोइरालाको जुन किताब उठाएर एउटा दामी सिनेमा बनाउन सक्नुहुन्छ कि। नन फिक्सन चाहिँ के पढ्नु तपाईँहरूले समाज बुझ्नका लागि भनेदेखि इच एन्ड एभ्री फ्रन्टमा तपाईँले दामी फिल्म बनाउने हो भने चाहिँ त्यस्तो मिस्टेक पनि गर्नु भएन। आजको यो पोडकास्टमा हामीले सामिपे राज तिमल सिन्हासँग उहाँको स्क्रिन राइटिङ प्रोसेस, स्क्रिन राइटिङको स्ट्रक्चरहरूको बारेमा कुरा गरेका छौँ। त्यस्तै नेपालमा एज अ राइटर सर्भाइभ गर्न सकिन्छ कि सकिँदैन भन्ने कुराको डिस्कसन गरेका छौँ। त्यस्तै नेपाली किताबहरूलाई फिल्ममा परिणत गर्न कतिको च्यालेन्जेसहरू छ, प्रोड्युसरहरूसँग डिल गर्दाखेरि कसरी गर्ने र त्यसमा के च्यालेन्जेस आउँछ भन्ने विषयमा पनि कुरा गऱ्यौँ। फिल्म स्कुल जानुपर्छ कि पर्दैन एउटा स्क्रिन राइटर बन्नको लागि, फिल्म स्कुल जाने कि अथवा अरू कुनै सब्जेक्ट पढ्ने, त्यस्तै नेपाली कथाहरू, नेपाली उपन्यासहरूबाट चाहिँ नेपाली फिल्महरू बनाउन सकिन्छ कि सकिँदैन विषयमा, र नेपालमा एज अ स्क्रिन राइटर सर्भाइभ गर्न सकिन्छ कि सकिँदैन, र त्यसको लागि आफ्नो कपिराइट प्रोटेक्सनको लागि आफ्नो कृतिलाई सुरक्षित राख्नको लागि के उपाय अपनाउन सकिन्छ भन्ने विषयमा हामीले छलफल गरेका छौँ। उहाँले केही स्क्रिन राइटिङका किताबहरू, नन फिक्सन, फिक्सनका किताबहरूको सजेसन दिनुभएको छ र त्यस्तै नेपाली फिल्महरू र विदेशी फिल्महरूको पनि नाम लिनुभएको छ जुन तपाईँहरूले हेर्न सक्नुहुन्छ विभिन्न OTT अथवा युट्युबमा। अनि मैले डिस्क्रिप्सनमा यहाँ चर्चा गरेका किताबहरूको नाम, फिल्मको नाम, त्यस्तै रिसोर्स मटेरियलहरू छ भनेदेखि चाहिँ त्यो डिस्क्रिप्सनमा एज अ लिङ्क हालिदिएको छु। आउनुहोस् उहाँसँग यो डिटेल डिस्कसन सुरु गरौँ। मैले स्टार्टिङ गरेको मेरो फर्स्ट फिल्म चाहिँ तपाईँको कागबेनी भयो। कागबेनी? हजुर। त्यसमा हामी 2-3जना राइटरहरू छौँ, वान अफ द राइटर चाहिँ म हो होइन। अनि त्यहाँपछि चाहिँ मैले नोभेम्बर एन्ड गरेको छु, ड्रिम्स गरेको छु, 9M ल सिरिजको धेरैवटा पार्टमा इन्भल्भ छु। अब मेरो लेटेस्ट चाहिँ तपाईँको माग्ने राजा भनौँ न, कमेडी चाहिँ मैले फर्स्ट टाइम ट्राई गरेको थिएँ। झुन्डिरहेको छ त्यही त। खासमा स्टार्टिङमा चाहिँ तपाईँको प्रोसेसको बारेमा चाहिँ मलाई खासमा अलिकति गरौँ भन्थ्यो, किनभने हरेक राइटरको आफ्नो आफ्नो छुट्टै प्रोसेस हुन्छ। सो तपाईँ कसरी सुरु गर्नुहुन्छ? होइन भने मतलब लेख्नलाई चाहिँ लेख्नको लागि लेख्नलाई चाहिँ यस्तो हुन्छ, मेरो लामो समयसम्म कन्सेप्टहरू अब कहिलेकाहीँ चाहिँ डिरेक्टरले पनि दिएको हुन्छ होइन, कहिलेकाहीँ प्रोड्युसरले दिएको हुन्छ। नेपालको कन्टेक्स्टमा चाहिँ धेरै जसो प्रोड्युसरहरूकै कुरा हामी ज्यादा सुन्छौँ किनभने इज गोइङ टु पे अस होइन। अनि त्यो भएको हुनाले उसले मलाई यस्तो फिल्म बनाउनु मन लाग्छ भनेपछि त्यसलाई अब इम्प्रोभाइज गरेर यस्तो होइन, त्यसमा यो इन्ग्रेडियन्ट थप्यो भने चाहिँ अलि चाहिँ राम्रो बन्न सक्छ होला नि त भनेर भनिसकेपछि अनि त्यसमा चाहिँ अनि काम गर्दै गएर अनि मैले गरिरहेको कति चिज हुन्छ डाइरेक्टरहरू पछाडि पनि इन्भल्भ हुने हुन्छ होइन। त्यसरी चाहिँ जर्नी सुरु हुन्छ बेसिकली चाहिँ। त्यो चाहिँ बेसिकली फर्स्ट आइडिया चाहिँ प्रोड्युसरकै अथवा डिरेक्टरकै हुन्छ कि। अनि त्यो चिजलाई चाहिँ मैले अब त्यसलाई कसरी मतलब त्यसमा नोबिलिटी छ कि छैन अथवा त्यो स्टोरी मैले नै किन लेख्ने
अब लेख्न पर्ने मेरो मेन मोटिभेसन चाहिँ के हो, पैसा हो कि अथवा साँच्चै स्टोरी हो भनेर भन्ने कुराहरू चाहिँ साइड बाई साइड चाहिँ पछाडि हुँदै जान्छ कि। उहाँहरूले तपाईँको सजेसन लिनुहुन्छ जस्तो कि यो स्टोरी काम गर्छ अथवा काम गर्दैन, मार्केटमा यो यस्तो खालको कन्सेप्टलाई चाहिँ नहोला कि भन्ने खालको तपाईँले केही त्यस्तो? त्यो त डेफिनेटली त्यो चाहिँ त्यो थ्रु चाहिँ म गइरहेको हुन्छु। जहिले पनि मैले बनाएको चिजहरू हुन्छ नि, अब मलाई चाहिँ यो काम गर्छ भनेर लेखिसकेको चिजहरू पनि कति चाहिँ भएको छैन। त्यो प्रड्युसरहरूले अल्टिमेटली त्यो प्रोजेक्टहरू ड्रप पनि गर्नुभएको छ होइन। त्यस्तो अनुभवहरू चाहिँ प्रशस्तै छ मसँग। यही विषयमै कुरा गर्दाखेरि चाहिँ मलाई चाहिँ त्यसमा मलाई थप्न मन लागेको कुरा त्यो चाहिँ कस्तो हुन्छ भने, जस्तो त्यो चाहिँ प्रड्युसरहरूको कन्भिक्सन चाहिँ कस्तो हुन्छ भने, अहिले सुरु गर्ने बेलामा एउटा चिज उनीहरूलाई मन पराएको हुन्छ, अब बजारमा अब चल्यो नि त होइन, एउटा चिज चल्यो होइन। अब अहिले कस्तो भनेदेखि मान्छे एउटा खाले कन्सेप्टमा काम भइरहेको थियो, जेरी एन्ड टप चलाएछ भनेपछि अब लभ स्टोरी भनेपछि होइन जेरी एन्ड टप जस्तो भए चाहिँ हुन्थ्यो, त्यसको सेलिङ पोइन्ट चाहिँ के हो त, त्यो चाहिँ गरौँ न भनेर अब त्यतातिर मोडिने कि। अब कथा एउटा छाना छ, अब त्यसमा काम भइ पनि सक्यो, ऊ पनि भइसक्यो भने बिचमा चाहिँ त्यो बाटो परिवर्तन गरिदिने अथवा त्यो कन्फ्युजन क्रिएट गरिदिने। मान्छे जेरियन्टभन्दा अगाडि अब जस्तो कि पूर्णबहादुरको सारङ्गी होला, पूर्णबहादुरको सारङ्गी त्यो टेम्प्लेट भयो अथवा उनको स्वेटर भयो होइन। अब त्यो अब जुन फिल्म चल्यो नि, प्रड्युसरहरू चाहिँ बिचरा त्यो उहाँहरूलाई मैले ब्लेम गर्न खोजे पनि होइन होइन। तर कस्तो हुन्छ नि, एज अ प्रड्युसर एकदमै नेपालको मार्केटमा एकदम धेरै ठुलो रिस्क छ नि त होइन। त्यो भएपछि जुन लेभलको इन्भेस्टमेन्ट गर्नुपर्छ अनि रिकभरीको हामीसँग जे अप्सनहरू छ होइन, त्यो हिसाबले चाहिँ उहाँहरूले त्यसरी सोच्न सही हो। रिकभरी रेटै यदि विचार गर्ने हो भने 2 देखि 5% को छ होइन, त्योभन्दा बढी फिल्मले रिकभरै गर्दैन। सो इट्स अ बिग रिस्क अफ कोर्स। अनि खासमा यो कोलाबोरेसनकै कुरामा चाहिँ तपाईँलाई चाहिँ जस्तो कि युजुअली जस्तो कि म भयो भनेदेखि चाहिँ म युजुअली मेरो वाइफसँग कोलाबोरेट गर्छु, नत्र भनेदेखि म प्रायः जस्तो प्रड्युसरहरूसँग अथवा अरूसँग चाहिँ, किनभने म आफै डिरेक्सन गर्ने भए चाहिँ मैले खासै गर्न जरुरी पर्दैन। प्रड्युसरले मलाई फिडब्याक दिनुहुन्छ, त्यसलाई अब राख्ने नराख्ने म युजुअली त्यही अनुसारको प्रड्युसरसँग काम गरिरहेको हुन्छु। तपाईँको चाहिँ तपाईँ बिकज तपाईँ राइटिङ मात्रै गर्नुहुन्छ, सो डिरेक्टरसँग कोलाबोरेसन गर्दाखेरि चाहिँ कतिको मनमुटावहरू आउँछ अथवा त्यसलाई कसरी चाहिँ सल्भ गर्नुहुन्छ तपाईँले? सबैभन्दा धेरै नै डिरेक्टरसँगै मनमुटाव हुन्छ कि होइन। त्यो एउटा प्रोसेसमा बन्ने प्रोसेसमा गइसकेपछि चाहिँ डिरेक्टरसँगै अलिकति धेरै चाहिँ टसल पर्छ कि, किनभने त्यो सिनहरू जसरी एक्जिक्युट गर्ने जुन प्रकारको मेरो कम्पोजिसनको चाहिँ मेरो थट हुन्छ, कल्पना हुन्छ, त्यो भन्दा पनि डिरेक्टरहरू चाहिँ अझ मोर ट्रेडिसनल वेमा चाहिँ त्यो चिजलाई सोचिरहेको मैले पाउँछु कि होइन। त्यो गर्दाखेरि होइन त्यस्तो नगरौँ भनेर भन्दाखेरि चाहिँ अब फर द बिहाफ अफ कमर्सियलाइजेसन अथवा त्यो के होइन, त्यो गर्दा मलाई डकुमेन्ट्री बनाउनु छैन, मलाई सिनेमा चाहिएको छ भनेर डिरेक्टरले भन्न थालेपछि चाहिँ के हुन्छ भनेदेखि तपाईँको त्यो चिजमा चाहिँ अलिकति झगडा पर्छ के। तर आजभोलि ज्ञानी भइसकेँ म, तपाईँ तेरो फिल्म हो, तँलाई जे मन लाग्छ त्यही गर भनेर। त्यो भएर मान्छेले धेरै जसोले चाहिँ नेपालमा राइटरहरू छैन भनेर भन्नुहुन्छ, तर राइटरहरू के कारणले गर्दा हुनुहुन्न भने राइटरहरूलाई यहाँ हुने खालको इन्भाइरोमेन्ट चाहिँ उहाँहरूले त्यो प्रोसेसमा काम गर्ने इन्भाइरोमेन्ट चाहिँ बनाउनुहुन्न कि। त्यो कारणले गर्दा मैले मेरो थुप्रो भाइहरू हुनुहुन्छ, कतिजना हुनुहुन्छ एक-एकवटा फिल्म गर्दै उहाँहरू अब जिन्दगीमा फिल्म गर्दिनँ भनेर उहाँहरू छोडेर जानुभएको मैले देखाएको छु। भनेपछि एज अ राइटर नेपाली फिल्म इन्डस्ट्रीमा टिक्नको लागि चाहिँ अलिकति बाक्लो नै छाला चाहिन्छ र पेसेन्स गैँडै बन्न पर्यो, गैँडै बन्नुपर्छ है। अनि आफ्नो पोइन्ट प्रुभ गर्नलाई तपाईँले 50वटा सिनहरूको रेफरेन्स पनि दिनुपर्छ कि, यो मैले यो कारणले गर्दा यस्तो सोचेको भनेर भन्यो होइन। अनि कुन चाहिँ अब बलिउडतिर चलेको हुन्छ नि, उसले सोचिरहेको चिज पनि लिएर आउँछ होइन होइन। जस्तो हामीले इङ्ग्लिस फिल्म लिएर आउँछौँ अथवा बाहिरको फिल्महरूको रेफरेन्स यो टेम्प्लेटमा हामीले यसरी सोचेको, द्याट्स डिफ्रेन्ट कम्पोजिसन, डिफ्रेन्ट स्टोरी, तर यसरी गर्दाखेरि हेर्दा यहाँ मजा आछ नि भनेर भने उसले बलिउडवाला लिएर आउँछ कि। मेरो भनेपछि तपाईँले रिफरेन्स नदिइकन नोबल आइडियाजहरू जुन नयाँ आइडियाजहरू छ त्यो चाहिँ बेच्न अलिकति गाह्रै छ। द्याट्स रियालिटी। त्यो चाहिँ तपाईँले यो ठाउँमा यसरी काम गरेको छ, ल हाम्रो पनि काम गर्छ भनेर भ्यालिडेसन चाहिँ चाहिन्छ कि। नेपालमा कस्तो समस्या छ भनेदेखि आर्टमा मतलब पोलिटिक्समा होस् अथवा चाहिँ आर्टमा होस् म्युजिकमा होस् होइन, त्यो हामीलाई एकदम अरूको भ्यालिडेसन चाहिन्छ क्या। त्यो चाहिँ एउटा एकदम ठुलो समस्या छ क्या।
अब राइटिङकै विषयमा अलिकति भित्र जाउँ होइन, तपाईँले कतिको फर्मेट फलो गर्नुहुन्छ अनि कुन फर्मेट चाहिँ तपाईँले युजली आफ्नो राइटिङमा युज गर्नुहुन्छ? यस्तो हुन्छ भने यो चाहिँ हामी सफ्टवेयरको कुरा गर्ने होइन मैले कस्तो नि, जस्तो कि हामीले जुन फर्मेट भन्दा पनि आई थिङ्क स्ट्रक्चरको कुरा, आई थिङ्क द्याट्स वाट आइम ट्राइङ टु से होइन। तपाईँले स्क्रिप्ट राइटिङको जतिवटा पनि स्ट्रक्चरहरू छ त्यो चाहिँ तपाईँलाई कस्तो लाग्छ, त्यो फलो गर्नुपर्छ जस्तो लाग्छ कि तपाईँले आफूले कुन युज गर्नुहुन्छ, त्यो चाहिँ एकचोटि तपाईँको प्रोसेस? मलाई चाहिँ कस्तो लाग्छ भनेदेखि मलाई चाहिँ म फलो गऱ्यो भने चाहिँ एटलिस्ट हामी जसरी जुन बाध्यतामा सिनेमा बनाइरहेको हुन्छौँ होइन, जसरी हामीलाई कस्तो भनेदेखि हाम्रो सिनेमा राइटिङको अथवा मेकिङको पनि समस्या के छ भने हामीलाई एउटै स्टोरीमा कमेडी पनि चाहिएको छ, इमोसन पनि चाहिएको छ, एक्सन पनि चाहिएको छ होइन, ड्रामा पनि चाहिएको छ अनि सारा चिजहरू चाहिएको छ कि होइन। त्यो गर्दाखेरि चाहिँ कस्तो समस्या हुन्छ भनेदेखि हाम्रोमा जनरहरू पनि यो सँगै के हुन्छ भने सारा जनरहरू मिक्स हुन्छ, जस्तो हजुर खिचडी हुन्छ कि। बाहिरतिर के हुन्छ भने जनर फिल्म भनेर भन्छ, एउटा जनरमा बसेपछि त्यही थ्रेड मात्रै फलो गर्ने हो क्या। हाम्रोमा चाहिँ मैले सिरियस सिनेमा लेखेँ भने पनि खोइ हँसाउनु त हँसाएन नि, खोइ कमेडी कहाँ छ यहाँ भनेर प्रड्युसरले टर्चर दिनुहुन्छ कि होइन। त्यो गर्दाखेरि चाहिँ कस्तो हुन्छ भनेदेखि खासमा नेपाल र मलाई लाग्छ इन्डियामा पनि त्यो चाहिँ ठुलो च्यालेन्ज छ क्या राइटरहरूलाई चाहिँ। एउटै स्टोरीमा चाहिँ सारा जनरहरू लिएर आएर त्यो कङ्ग्लोमरेट गर्ने कुरा चाहिँ त्यो अझै गाह्रो छ। यो कुनै जनर स्पेसिफिकमा बसेर गर्नु भन्दा पनि यो सबै जनरको मिक्स गर्ने। जनरमा गरे त जनरको त आफ्नो ग्रामर हुन्छ नि त। तपाईँको थ्रिलर बनाउने हो भने तपाईँको आफ्नो एउटा बिट सेट हुन्छ, त्यो तपाईँ फलो गर्नु। एक्सन भयो भने एक्सनमा तपाईँ फलो गर्नु होइन। तर अब तपाईँको फ्यामिली ड्रामा बनाउनुहुन्छ अथवा चाहिँ तपाईँले चाहिँ रोमान्टिक फिल्म मात्रै बनाउनुहुन्छ भनेदेखि चाहिँ अब रोमान्समा चाहिँ के हुन्छ तपाईँको भनेदेखि धेरै त्यो खालको चिजहरू हुँदैन नि त। हामीले तपाईँले को कुरामा म आउन खोज्दैछु, स्ट्रक्चर चाहिँ के 3 एक्ट स्ट्रक्चरमा जाने कि 6 एक्ट स्ट्रक्चरमा जाने कि अब आजभोलि त 8मा पनि पुगिसक्यो होइन। त्यो गर्दाखेरि अब त्यसमा जानलाई चाहिँ नेपालमा एकदम ठुलो च्यालेन्ज छ कि होइन। त्यो भएको हुनाले चाहिँ जेनरली नोइङली अननोइङली मैले चाहिँ मलाई पर्सनल्ली मनपर्नेवाला चिज चाहिँ हुन त त्यो आफ्नो आफ्नो मैले जर्नी सुरु गर्दा चाहिँ मैले सेथफिल्डको किताबहरू पढेर सुरु गरेँ होइन। सेथफिल्ड होइन त्यो रबर्ट म्याकीको स्टोरी चाहिँ सेथफिल्डको चाहिँ स्क्रिन प्ले भन्ने छ, अर्को फाउन्डेसन अफ स्क्रिन प्ले भन्ने छ होइन। होइन त्यो रबर्ट म्याकीको चाहिँ स्टोरी भयो त्यो स्टोरी चाहिँ होइन। अनि त्यसले चाहिँ थ्रेड स्ट्रक्चरको कुरा गर्छ कि सेथफिल्डले। अनि त्यो भएको हुनाले मैले जति बेला म चाहिँ राइटिङमा आउन खोजिरहेको थिएँ गरिरहेको थिएँ, अब फर्स्ट टाइम मैले पढेको र मलाई अलिकति जति स्क्रिन प्ले भने चाहिँ यस्तो रहेछ भनेर मलाई त्यो ज्ञान दिएको किताब चाहिँ मेरो गुरु चाहिँ त्यही सेथफिल्डको चाहिँ फाउन्डेसन अफ स्क्रिन प्ले र अर्को चाहिँ के नामको बुक छ त्यो। सो हाम्रो जो यङ के अरे यङ राइटरहरू जो चाहिँ आउन खोजिरहनु भएको छ उहाँहरूको लागि चाहिँ तपाईँले सजेस्ट गर्नु पऱ्यो भने 2-3टा बुक के हुनसक्छ? मलाई एउटा त त्यही सेथफिल्डकै हो। तपाईँलाई इजिली तपाईँको थ्रेड स्ट्रक्चर भने के हो भन्ने कुरा चाहिँ तपाईँलाई त्यो चिजले चाहिँ सजिलो गरी बुझाउँछ तपाईँलाई। त्यसले रेफरेन्सहरू पनि दिन्छ तैँले जिन्दगीमा कुन कुन फिल्म हेर्ने भनेर, किनभने त्यो फिल्म उसले चाहिँ कुन कुन स्क्रिन प्लेहरू राम्रो हो भनेर उसले स्क्रिन प्लेको एनालिसिस पनि गरेको छ कि। जस्तो मैले हेरेको फिल्महरू चाहिँ त्यो उसकोमा जुन फिल्महरूको चाहिँ रेकमेन्डेसन छ नि, उसले जुन फिल्महरूको चर्चा गर्छ सेथफिल्डले, अनि मैले त्यो फिल्महरू हेरेको छु कि होइन। यसले गर्दा यसले राम्रो भनेको छ, यसको चर्चा गरेको छ भनेपछि यो फिल्महरू चाहिँ राम्रो होला भनेर भन्ने हिसाबले चाहिँ मैले हेरेको छु र त्यो चिजले मलाई त्यो फिल्महरूको जनरसँग नजिक बनाउन चाहिँ काम गरेको छ कि। ओके के अरे अरू पनि म बुकहरूको लिस्ट चाहिँ म राखिदिन्छु होइन, किनभने मलाई पनि केही बुकहरूको छ मैले आफूले पढेको पनि। सो मेबी द्याट विल बी हेल्पफुल टु दि अडियन्स। आई थिङ्क अर्को हिरो विथ द 1000 फेस भयो, सेभ द क्याट भयो होइन। अब त्यो मैले आफूले गरिरहेको चाहिँ अरू ऱ्यान्डमली अब ठ्याक्कै नाम नभएको, तर मैले स्क्रिन प्ले भेट्यो भने चाहिँ मैले इन्डियामा श्याम मनोहर जोशी भन्ने हुनुहुन्छ, उहाँको बुक पनि मैले इन्डिया गएको बेला भेटेको थिएँ, उहाँको पनि पढाएको छु होइन। त्यस्तो चिजहरू चाहिँ छ। यस्तो तर नेपाली किताब त छैन। नेपाली चाहिँ अब ठ्याक्कै स्क्रिन प्लेमा मात्रै डेडिकेटेड चाहिँ छैन। स्क्रिन प्ले लेख्ने राइटरै छैन अब त्यो भएपछि स्क्रिन प्लेको किताब आज चाहिँ खासमा मलाई धेरै वर्ष अगाडिदेखि रहर चाहिँ लाग्यो हो। तर त्यो पनि तैँले चाहिँ कुन सा गतिलो फिल्म लेखाएको छ त स्क्रिन प्लेको किताब लेख्ने भनेर भन्छ होला भन्ने फियरको कारणले गर्दा
तर त्यो त कसरी, त्यो त डजन्ट मेक सेन्स नि है। अब जस्तै इन्जिनियरिङमा टिचर जो बसिरहेको छ उसले तैँले कत्रो पुल बनाएको छस्, तैँले पुल बनाएको छस् भनेदेखि मात्रै म पढ्छु भन्दा त्यो पनि। अनि सिटफिल्डले पनि बिचरा जम्मा एउटा फिल्म लेखेर रहेछ, त्यो पनि एकदम सुपर फ्लप भएर रहेछ होइन। तर अब अहिले पनि सबैभन्दा संसारको सबैभन्दा बेस्ट सेलर चाहिँ सिटफिल्डै हो क्या स्क्रिन प्लेको हिसाबले, किनभने उसले इजी वर्डमा इजी प्रोसेसमा त्यो चिजहरू सम्झाएको छ। भेरी सुन चाहिँ त्यसो भएदेखि तपाईँले त्यो त एकदम होइन, त्यो चाहिन्छ दाइ। किनभने नेपालमा न स्क्रिप्ट पढ्न पाइन्छ, नेपाली स्क्रिप्ट, न नेपाली किताब छ स्क्रिन राइटिङको बारेमा। सो जो पनि राइटिङ गरेर आएको छ, कि त उनीहरूले कथा लेखिरहेको छ, कि त कविता लेखिरहेको छ। अनि त्यसलाई उनीहरूलाई पक्कै पनि त्यो इन्ट्रेस्ट छ होला नि होइन फिल्ममा हुनलाई, तर उनीहरूलाई चाहिँ कहाँबाट सुरु गर्ने, के गर्ने भन्ने त्यो एउटा चाहिँ भइदियो भनेदेखि एकदम सजिलो हुन्छ जस्तो लाग्छ। किनभने मैले पनि सुरुमा गर्दाखेरि चाहिँ कस्तो थियो भनेदेखि जति बेला ल स्क्रिन प्ले गर्ने भनेर रहर त लाग्यो, तर कहाँबाट कसरी स्टार्ट गर्ने भनेर भन्दाखेरि चाहिँ पहिलो ध्यान चाहिँ नेपाली फिल्ममै जाने भयो नि त। आफू त्यो ल्याङ्ग्वेजमा पनि काम गर्न इच्छा भएको हुनाले गर्दाखेरि चाहिँ कसैले यो एउटा स्क्रिन प्ले चाहिँ पढ्न दिए पनि हुन्थ्यो भनेर म कहिलेकाहीँ ऱ्यान्डमली म एउटा दुइटा सुटिङमा पुगेँ छु होइन। अनि त्यहाँनिर चाहिँ कहाँ स्क्रिन प्ले छ कि कतै भनेर म हेरेको छु कि, तर त्यति बेला के गर्दो रहेछ भनेदेखि चाहिँ कार्डबोर्डमा चाहिँ ऊ राखेको हुन्छ कि त्यो जुन दिन सुटिङ हुने सिनहरू हुन्छ त्यति मात्रै हुन्थ्यो कि, त्यति मात्रै सिन हुन्थ्यो, थिएन हुँदैन थियो कि त्यो सुटिङमा पनि होइन। अहिले तर दाइ होइन चलचित्र विकास बोर्डले स्क्रिन प्लेहरू कलेक्ट गरेर राखिरहेछ नि त। अब त्यहाँबाट मेबी त्यसलाई त्यहाँबाट लिएर चाहिँ हामी नेपाली फिल्मलाई नै रिफरेन्स लिएर नेपाली किताब भयो भनेदेखि चाहिँ अझै आई थिङ्क जसलाई चाहिँ अब जति इङ्ग्लिस किताब पढ्दाखेरि तपाईँले के गर्नु पऱ्यो, पहिला सुरु त इङ्ग्लिसको राम्रो ज्ञान हुनु पऱ्यो, त्यसपछि इङ्ग्लिस फिल्महरू हेर्नु पऱ्यो होइन। अब त्यो भनेको चाहिँ एक्स्ट्रा काम भयो क्या होइन। तर नेपाली ल्याङ्ग्वेज जानेको जस्तो कि, किनभने मैले बुझेको चाहिँ नेपाली भाषाको एकदमै राम्रो पकड भएको जस्तो कि गाउँको मान्छे हुनसक्छ होइन। अब उसलाई त्यो अब इङ्ग्लिस किताब पढेर इङ्ग्लिस फिल्म हेरेर त्यो उसले त्यो सिक्नको लागि चाहिँ त्यो ठुलो ब्यारियर भयो क्या। त्यो फेरि यो राइटिङ चाहिँ फेरि धेरै मान्छेले सोचे जस्तो लेख्ने भने यो खुइ लेख्ने चिज होइन, यो एकदम टेक्निकल राइटिङ हो है। यो चाहिँ तपाईँले लेख्ने भनेर खुइ जति पनि लेखेर त्यो पनि काम छैन। यसमा चाहिँ फारो गरेर लेख्न सिक्ने कला चाहिँ यसमा ज्यादा चाहिन्छ कि, त्यो भएको हुनाले यो चाहिँ अलि धेरै डिफिकल्ट। अर्को एउटा मैले विषयमा कुरा गर्न खोजेँ चाहिँ के अरे तपाईँको एन्थ्रोपोलोजी एन्ड इङ्ग्लिस लिट्रेचरमा चाहिँ तपाईँको आई थिङ्क पढ्नु भएको छ होइन एकाडेमिकल्ली। अनि म चाहिँ खासमा म आफू चाहिँ फेरि फिल्म कलेज पढेको होइन। अनि मैले पनि फिल्म लाइनमा अब के अरे फिल्म कलेजमा पढ्दै जाँदाखेरि चाहिँ रियलाइज गरेको कुरा चाहिँ के थियो भने मेबी मैले अर्को एकाडेमिक सब्जेक्ट चाहिँ बरु पढेको भए हुन्थ्यो कि त्यसले चाहिँ मलाई अझै बेटर हुन्थ्यो कि भनेर। अनि मलाई त्यो सोध्न भन्थ्यो कि डु यु थिङ्क कि फिल्म कलेज गएर के अरे त्यो फिल्मको जुन टेक्निकल नलेज अथवा यो कुराहरू पढेर त्यो पछि एन्थ्रोपोलोजी अथवा सोसियोलोजी अथवा अरू जुन सब्जेक्ट छ त्योतिर जाँदा बेटर हो कि फिल्मको प्र्याक्टिसलाई साइड बाई साइड लिएर गएर चाहिँ इन द मिन टाइम इङ्ग्लिस लिट्रेचर अथवा एन्थ्रोपोलोजी सोसियोलोजी वाट एभर त्यो पढ्दा यसमा चाहिँ तपाईँको के छ? एकदम इम्पोर्टेन्ट क्वेसन सोध्नु। मैले जहिले पनि यो स्क्रिन प्लेको बारेमा आफ्नो एक्सपिरियन्स सेयर गर्दा फिल्म कलेजको स्टुडेन्टहरूलाई चाहिँ म जहिले पनि यो चिज चाहिँ कहीँ कतैबाट कसैले चर्चा नगरे पनि म आफै चर्चा गर्छु कि त्यो राइटर हुनका लागि चाहिँ के हो भने तपाईँ अर्काको स्किनमा अथवा अर्काको सुजमा तपाईँ छिर्ने हो कि। त्यो छिर्नका लागि तपाईँले पहिलो बेसिक कुरा चाहिँ के हो भने तपाईँले सोसाइटी बुझ्नु पऱ्यो र सोसाइटीमा एक्जिस्ट गर्ने सोसाइटीमा रिसाइड गर्ने क्यारेक्टरहरूसँग तपाईँको त्यो चिन्जान राम्रोसँग हुनु पऱ्यो कि। त्यो चिज चाहिँ कसले गर्छ भन्दाखेरि सोसियोलोजीले गर्छ कि अथवा एन्थ्रोपोलोजीले गर्छ कि साइकोलोजीले गर्छ कि होइन। साइकोलोजी पनि बेस्ट हो होइन। अनि अर्को कुरा चाहिँ के गर्छ अब लिट्रेचर चाहिँ इङ्ग्लिस लिट्रेचरले मलाई के गर्यो भनेदेखि मलाई इमेजिनेसन कसरी गर्ने त, मलाई त्यो क्यारेक्टरहरूको दुनियाँ मैले देखेँ समाजमा मैले त्यो चरित्रहरू त देखेँ तर त्यसलाई मैले कसरी इन्लार्ज गर्न सक्छु होइन, त्यो कसरी पोर्ट्रे हुन्छ होला त भनेर भन्ने चिज त्यो इमेजिनेसन चाहिँ मलाई इङ्ग्लिस लिट्रेचरले दियो कि होइन। मेरो लेभलमा पर्सनल्ली मलाई म जति पनि टिकेँ तपाईँले भने जस्तो 15-20 वर्ष मार्केटमा राम्रो फिल्म हुन्छ नराम्रो फिल्म हुन्छ त्यसमा राइटरको पनि दोष हुन्छ बाँकी डिपार्टमेन्टको पनि दोष हुन्छ। आफ्नो आफ्नो सबैले जिम्मेवारी लिनुपर्छ। मैले गरेका फिल्महरूको पनि त्यो जिम्मेवारी लिन्छु म होइन, हामीले भनेको काम। तर म 20 वर्ष टिकेँ अहिले पनि 1-2जना मान्छे होइन यसले चाहिँ ठिकै लेख्छ भनेर आइरहेछ भने चाहिँ मलाई त्यो दुईवटा डिसिप्लिनको
सो त्यसले तपाईँलाई हेल्प गर्यो गर्छ क्या किनभने मैले त्यो चिजहरू मतलब क्यारेक्टर सेपअप गर्नलाई त्यो अन्डरस्ट्यान्डिङ त्यो त्यो क्यारेक्टरले यसरी सोध्छ होला भनेर भन्नका लागि चाहिँ मलाई त्यो दुइटै स्ट्रिमले चाहिँ त्यो दुइटै डिसिप्लिनले मलाई कहीँ न कहीँ हेल्प गरेको छ भनेर भन्ने लाग्छ त्यो भएर म जो पनि एस्पाइरिङ राइटरहरू हुनुहुन्छ तपाईँहरू राइटिङमा आउनुहुन्छ भनेदेखि चाहिँ समाज चाहिँ बुझ्न जरुरी छ क्या किनभने त्यही समाजकै कथा बनिरहेको त्यो समाज अहिले म अहिले पनि देख्छु क्या हाम्रोमा जस्तो फिल्महरू हेर्दाखेरि मलाई जहिले पनि त्यो बिजाउँछ क्या होइन अनि म सानो इक्जाम्पल भन्छु ल मैले भर्खरै पराना भन्ने सिनेमा हेरेँ परानाको सेन्ट्रल क्यारेक्टर हुनुहुन्छ उहाँ चाहिँ एकदम धर्मगुरु चाहिँ चन्दनको टिका लाउने सबै मतलब चाहिँ मान्छेदेखि लिएर जनावरसम्मलाई पनि उहाँले चन्दनको टिका लाउनुहुन्छ बिहानै उठेर शङ्ख फुक्नुहुन्छ अनि उहाँको घरमा चाहिँ कुखुराको फार्म छ क्या बुझ्नु भएन अब मेरा लागि चाहिँ के बिजायो भनेदेखि यदि कोही ब्राह्मण चन्दन लाउँछ भनेदेखि मेरो सोसाइटीमा चाहिँ उसले कुखुरा पाल्ने बारेमा चाहिँ सोच्दैन मैले देखेको रियालिटीमा चाहिँ त्यो अलि चाहिँ अर्ग्यानिक अथवा त्यो चाहिँ रियालिटीको नजिक होइन कि भने जस्तो मलाई त्यो फिल भयो क्या त्यो भने यस्तो खाले हुन्छ कि अब मैले कसैलाई ब्लेम गर्न खोजेँ होइन तर मलाई के लाग्यो भनेदेखि अलिकति त्यो अलि बेटर रिसर्च भएको भए मलाई त्यो चाहिँ अलिकति त्यो नपुग्या हो जस्तो लाग्यो हो कहिलेकाहीँ के हुन्छ भने एक्सेप्सनल केसहरू हुन्छ होइन मतलब कतिले गर्ला पनि रे होइन तर सिनेमाको दुनियाँमा तपाईँले एक्सेप्सनमा हुने कुरालाई चाहिँ तपाईँले जेनरलाइज गरेर देखाउनु हो भने चाहिँ त्यो अलि मजा आउँदैन क्या जस्तो कतिले चाहिँ होइन मैले देखेको घटना हो भन्छ नि तपाईँले फिल्म भन्दाखेरि यस्तो त कहाँ हुन्छ भनेर भन्यो भने होइन यो मेरो घरमा मैले देखाए हो भनेर डिफेन्ड गरेको तपाईँले पनि जिन्दगीमा सुन्नुभयो होला होइन तर त्यसमा एज अ फिल्म मेकर हामीले चाहिँ के बुझ्नुपर्छ भने एउटा दुइटा एक्सेप्सनलाई चाहिँ हामीले पुरै यो चाहिँ जेनरलाइज चाहिँ गरेर यो चिज सेल गर्छु भनेर भन्ने चिज चाहिँ सबै ठाउँमा चाहिँ एक्सेप्टेबल नहुन सक्छ कि त त्यो गर्ने हो भने बिलिभेबल बनाउनु पर्यो तर पनि म जस्तो मान्छेको दिमागमा क्वेसन त आयो नि त अनि मेरो लागि त त्यो पार्ट त त्यो मैले बाई गरिनँ नि त तपाईँले साँच्चै राम्रो फिल्म बनाउने हो भनेदेखि वाउवाला भन्ने इच एन्ड एभ्री फ्रन्टमा तपाईँले दामी फिल्म बनाउने हो भने चाहिँ त्यस्तो मिस्टेक पनि गर्नु भएन पहिलेदेखि इभन फिल्म कलेज पढ्दैदेखि चाहिँ एकदमै मनमा खड्केको कुरा चाहिँ के थियो भने नेपाली किताबहरू जति पनि छन् किनभने नेपालमा बालकृष्ण समदेखि लिएर होइन उहाँको प्लेहरूदेखि लिएर किताबहरू छन् विश्वेश्वर प्रसाद कोइरालाको कथाहरू छन् होइन उपन्यासहरू छन् देवकोटाको छ होइन महाकाव्यहरू छन् यहाँतिर चाहिँ हाम्रो किन ध्यान नगइरहेको हो होइन जबकि फिल्मको त अब कुरै छोड्थ्यौँ जस्तो कि मलाई स्पेसली यो खड्किने चाहिँ थिएटरमा हुन्छ क्या तपाईँको विदेशी प्लेहरूलाई अनुवाद गर्ने बरु तर नेपालीलाई चाहिँ अलिकति त्यो ध्यान नदिएको हो कि जस्तो लाग्छ तपाईँलाई के लाग्छ किताबहरू नेपालमा छन् त्यस्तो फिल्म बन्न सक्ने खालको जुन चाहिँ इग्नोर भइरहेको छ होइन त्यो चाहिँ थुप्रो चाहिँ किताबहरू छ तपाईँले भन्दाखेरि मलाई फ्याट्टा आउने त जस्तो तपाईँले आफै हाल्नुभयो बिपी कोइरालाको किताबहरू त्यो मध्ये एउटा चाहिँ मैले पनि लेख्ने दुस्साहस गरेको थिएँ 3 घुम्थे होइन त्यो मलाई पनि बिपी कोइरालाको जुन किताब उठाएर तपाईँले उपन्यास होस् अथवा कथा जुन कथामा भए पनि तपाईँले एउटा दामी सिनेमा बनाउन सक्नुहुन्छ कि त्यो लेभलको चाहिँ ऊहरू छ मटेरियल छ क्या उहाँको कथामा होइन अर्को तर धेरै मान्छेले नोटिस नगरेको र मलाई त्यो पोटेन्सियल चाहिँ भएको राइटरको रूपमा चाहिँ मैले ध्रुवचन्द्र गौतम सरको किताबहरूलाई लिन्छु त्यो मध्ये एउटा वासुदेव निरसा सरले बनाउनु हो होइन तर त्यहाँपछि पनि तपाईँले हेर्नुभयो भनेदेखि उहाँको जति पनि किताब छ मैले पछिल्लो समयको चाहिँ पढाएको छैन होइन नभए उहाँको चाहिँ म नेपालमा चाहिँ कुनै लेखकको एकदम डाइहार्ड फ्यान थिएँ भने चाहिँ म ध्रुवचन्द्र गौतमको थिएँ होइन मलाई मैले घर भेटेर भनेको छु उहाँले मलाई आफ्नो एउटा बुक पनि गिफ्ट दिनुभएको छ होइन होइन भनेको छ तर तपाईँले पढ्नुभयो भने उहाँको अलिखित भयो डापी भयो होइन चाहिँ 21औं शताब्दीको प्रेम कथा होइन अग्निदत्त प्लस अग्निदत्त होइन अनि यस्तो थुप्रो किताब छ क्या मैले सबै पढाएको छु क्या मैले सिनेमा बन्छ त्यसबाट मजाले सिनेमा बन्छ त्यो सबै इन्ट्रेस्टिङ क्यारेक्टरहरू छ त्यो तपाईँ हुन्छ नि तपाईँको डार्क ह्युमर के
उहाँको उपन्यासमा उहाँको लिट्रेचरमा यस्तो मिठो मिठो चाहिँ ह्युमरहरू क्यारेक्टरहरू यस्तो इन्ट्रेस्टिङ छ नि होइन। ओके, अर्को एउटा इन्ट्रेस्टिङ लागेको थियो त्यो पनि मलाई, उपसंहार अर्थात् चौथो अन्त्य भन्ने पनि छ। उपसंहार अर्थात् चौथो अन्त्य भन्ने पनि छ होइन। कसको हो त्यो चाहिँ? त्यो होइन, उहाँकै हो, ध्रुवचन्द्र होइन। त्यो चाहिँ एकदम इन्ट्रेस्टिङ छ क्या। अनि त्यस्तो किताबहरू छ जो चाहिँ अब जस्तो एउटा त्यो प्रेमपिण्ड बन्यो जस्तो बालकृष्ण समको थिएटरमा बेस्ट थियो होइन। वान अफ द बेस्ट एडप्टेसन भन्ने लाग्छ मलाई प्रेमपिण्ड होइन। अनि मैले थाहा छ अस्ति के अरे झिङ्गे दाउ पनि किताबमै बेस्ट भीमले दितीबारीको सर्ट स्टोरीमा बेस्ट हो। अनि त्यही त, जबकि त्यहाँ इभन वासुदेव पनि आई थिङ्क सक्सेसै हो होइन। सो नेपाली कथाहरू यदि राम्रो कथाहरूलाई एडप्ट गर्ने हो भने सक्सेस पाएको धेरै केसेसहरू छ होइन। अनि त्यो कुरालाई चाहिँ आई थिङ्क नेपाली प्रड्युसरहरूले चाहिँ अलिकति इग्नोर गरे हो कि जस्तो खालको चाहिँ मलाई फिल हुन्छ है। अब त मेबी रियालिटीमा त्यो डेफिनेटली हुन्छ, किनभने त्यो आइडियाहरू सुरुमा के हुन्छ भनेदेखि हाम्रोमा चाहिँ फिल्म मेकिङको चाहिँ कस्तो छ भने सर्टेन प्रकारको एलिमेन्ट भएको फिल्महरू मात्रै चल्छ भनेर भन्ने, मैले सुरुमा पनि भने नि तपाईँलाई, निर्मातालाई मात्र ब्लेम गर्न चाहिँ मिल्दैन। तर त्यो कन्भिक्सनको लेभल चाहिँ कस्तो छ भनेदेखि तपाईँको सर्टेन चाहिँ एलिमेन्ट भएको फिल्महरू मात्रै चल्छ है भनेर भन्ने छ क्या, कि उहाँहरूलाई एकदम स्टारको फेसमा ऊ छ होइन, कन्फिडेन्स छ होइन, सो एन्ड सो एक्टरहरू भयो भने हुन्छ भनेर भन्ने छ होइन। अनि त्यो नहुँदाखेरि चाहिँ उहाँहरूले ठ्याक्कै कन्टेन्टलाई चाहिँ म चाहिँ यसलाई चाहिँ पुल अफ गरेर म एउटा चाहिँ सेलेबल बनाउँछु भनेर भन्ने लेभलको कन्फिडेन्स चाहिँ उहाँहरूमा छैन क्या। अनि त्यसका लागि त के हुनुपर्छ भने प्रड्युसरहरू पनि आफै लिट्रेचर प्रेमी पनि हुनु पऱ्यो, आफै पढ्न पऱ्यो, त्यसको नुआन्सेसहरू सम्झिनु पऱ्यो होइन। अनि त्यो सबै चिजहरूमा चाहिँ उहाँलाई टेन्सन छैन नि त। उहाँलाई रेडिमेड एउटा ड्राफ्ट जो चाहिँ हेर्दाखेरि अस्कर सस्कर सब हानुहोस्, ब्लकबस्टर पूर्णबहादुरको सारङ्गी बनोस् होइन, त्यो चाहिँ लिएर आएर सिद्धार्थ पुडासनीले दियोस्, त्यो पनि सस्तोमा बनाउने गरिदियोस् होइन। त्यो भयो भने चाहिँ अनि उहाँ होइन म फिल्म बनाउने हो तर स्क्रिप्टै पाएन, नेपालमा स्क्रिप्ट लेख्ने नै छैन, डिरेक्टरै को छ र नेपालमा भनेर भन्ने चिज हो। मलाई यो प्लेटफर्मबाट पनि मैले आजभोलि पहिले पनि भन्न थालेको छु, राइटर अथवा डिरेक्टर चाहिँ हाम्रो सोसाइटीमा आकाशबाट झर्नेवाला छैन कि। बाई प्रोसेस चाहिँ तपाईँले उसको ट्यालेन्टलाई होन्ड गर्ने, तपाईँले उसको ट्यालेन्टलाई तिखार्ने अवसर दिनु पऱ्यो। त्यो भने प्रोसेसले गर्छ क्या। पहिलो नम्बरमा चाहिँ हामीहरूले एकअर्कालाई चाहिँ विश्वास गर्न जरुरी छ कि यो मान्छेले मैले जिम्मा दिएँ भने यसले बेस्ट काम निकाल्छ भनेर विश्वास गर्न चाहिँ सिक्नु पऱ्यो कि। तपाईँले पनि एउटा काम गरिसक्नु भएको छ होइन, एउटा फिचर फिल्म गर्नुभयो, अरू तपाईँले गर्नुभयो होइन। मेन इस्यु के हो भने सिद्धार्थ पुडासनीले काम गर्न सक्छ र भनेर भन्ने चिजबाट तपाईँको प्रड्युसरको सुरु हुन्छ क्या। हो, इभन अहिले मैले पनि फेस गरिरहेको के हो भने अब उसले फ्यामिली ड्रामा बनायो, अब फ्यामिली ड्रामा मात्रै यसलाई त्यही बनाउनु दिने हो भन्ने खालको छ। जबकि उसको के छ त, अब ऊभित्र के छ त त्यो कुरा निकालौँ भन्दा पनि सेफ्टीमा चाहिँ सिद्धार्थ पुडासनीले फ्यामिली ड्रामा बनाउन सक्छ भने कमेडी पनि बनाउन सक्छ, अर्को जनर पनि बनाउन सक्छ के। भने जस्तो म राइटर हो, मलाई धेरै मान्छेले चाहिँ रोमकम लेख्ने राइटर भनेर चिन्छ कि होइन। तर मैले के अरे भने मैले माग्ने राजा लेखेँ, त्यो पनि छक्का पन्जा टिमको कोर कमेडी गर्ने चाहिँ एक्टरसँग होइन भयो त चल्यो त। त्यही भने त्यो चाहिँ के हो भने तपाईँले मान्छेलाई चाहिँ तपाईँले हेर्ने चाहिँ के हो भने तपाईँले हरेकचोटि इक्जाम दिएर हरेकचोटि तपाईँले परीक्षा पास गर्नुपर्छ कि नेपालमा चाहिँ। तपाईँले एकचोटि गरेर होइन, सिद्धार्थ पुडासनी होइन यतिको सेन्सिबल मान्छे रहेछ, यसरी काम गर्ने रहेछ, यसलाई जे जनरमा भए पनि राम्रो स्क्रिप्ट चाहिँ बनाएर दियो भने काम गर्छ होला भनेर भन्ने कसैले पनि सोच्दैन क्या। त्यो भएर नेपालमा चाहिँ ट्रस्ट इस्यु एकदम ठुलो छ क्या। अनि त्यसले गर्दाखेरि चाहिँ तपाईँले विश्वासै छैन भनेपछि तपाईँले पनि त्यही लेभलमा त्यसै गरी काम गर्नुहुन्छ कि। तपाईँले बुकहरू आजकल कतिको पढ्नुहुन्छ दाइ? अहिले पनि म पढिरहेको हुन्छु। म चाहिँ भर्खरै पनि यो भग्न प्रेमशाला भन्ने भर्खरै एउटा साथीको चाहिँ बुक लन्चमा गएको थिएँ, त्यहाँबाट लिएर गएको छु। मैले सर्ट स्टोरी चाहिँ धेरै भएको थिएँ नपढेको। अनि अस्ति भर्खरै मैले मदन पुरस्कार पाएको कृति छ
कुन चाहिँ सुदेन काबिमो चाहिँ काबिमो भन्ने हुनुहुन्छ, कालिम्पोङ बेस्ट राइटर हुनुहुन्छ, उर्माल भन्ने। यो उहाँले मदन पुरस्कार पाउनुभयो लास्ट इयरको। ए ओके। सो तपाईँको हिसाबमा जस्तो कि एउटा राइटरले भनौँ न, एउटा स्क्रिन राइटरले भनौँ, अहिले हामी स्क्रिन राइटिङको कुरा गरिरहेको छौँ, वर्षमा कतिवटा किताब चाहिँ जेनरली पढेको राम्रो? मलाई यति नै ऊ त भन्ने कुरा चाहिँ त मलाई त्यस्तो लाग्दैन, त्यो चाहिँ आफ्नो आफ्नो रुचिको कुरा हो। तर मलाई चाहिँ तपाईँले राइटर बन्नु छ भनेदेखि तपाईँले नेपाली साहित्य होइन, अनि वर्ल्ड लिटरेचर पनि तपाईँले पढ्नु पऱ्यो। सेक्सपियर पढ्नुहोस्, संसारमा जति पनि फिल्महरू बन्छ होइन, तपाईँले ट्रेजेडी फिल्म बनाउनु छ भने ग्रिक ट्रेजेडी पढ्नुहोस् होइन, त्यो पनि पढ्न सक्नुहुन्न भने सेक्सपियर पढ्नुहोस्। सेक्सपियर समग्र होइन। रोमकम तपाईँलाई लेख्नु छ भने रोमियो जुलियट छँदैछ होइन, ट्रेजेडी लेख्नु छ ह्यामलेट छँदैछ होइन। भनेपछि सेक्सपियर चाहिँ नछोड्नुहोस्। अहिले चलिरहेको स्टोरीको जे जति जनरहरू छ त्यो कहीँ न कहीँ सेक्सपियरले लेखेको कृतिहरूसँग गएर छुट्टिन्छ। अनि त्यो बाहेक चाहिँ मेरो सजेसन चाहिँ के छ भने, किताबको कुरा भइरहँदा त्यो भनिहालौँ, अब नेपाली लिटरेचर बाहेक चाहिँ नन फिक्सन पनि पढ्नु मेन हो। मेन नन फिक्सन चाहिँ के पढ्नु तपाईँहरूले समाज बुझ्नका लागि भनेदेखि डोरबहादुर विष्टको फाटलिजम एन्ड डेभलपमेन्ट भन्ने किताब पढ्नु, चैतन्य मिश्रको पुँजीवाद भन्ने किताब पढ्नु होइन। मार्टिन चौतारीले निकालेको छ एउटा किताब भोल्युममा, त्यसले धेरै विषयहरू कभर गर्छ। मेडिटेसन र प्रतिस्पन्दले सम्पादन गरेको किताब छ एउटा होइन, त्यो पनि पढ्नु होइन। अनि आएर अब अलिक पुरानो अब पोलिटिकल इकोनोमीको चिजहरू तपाईँलाई थाहा पाउनु छ भने ल्यान्ड एन्ड सोसल चेन्ज इन नेपाल भन्ने चिज पढ्नु होइन। लियोनल काप्लानको किताब हो त्यो होइन। त्यसले चाहिँ हाम्रो पोलिटिकल इकोनोमी, हामी अहिले गरिब छौँ भनेदेखि हामी चाहिँ के कारणले गर्दा गरिब छौँ भनेर भन्ने कुरा चाहिँ त्यो किताबहरूले बताउँछ क्या होइन। अनि अब तपाईँले अब पेसागत तपाईँ जात जातिकोहरू पढ्नु छ भनेदेखि चाहिँ गुरुङमाथि लेखेको किताबहरू छ। अनि जस्तो नेवारमाथि लेखेको नेवार्स भन्ने गोपाल सिंह नेपालीले लेखेको किताबहरू छ होइन। तिनीहरूको त्यो पढ्दाखेरि चाहिँ तपाईँलाई सोसाइटीको हाम्रो एभोल्युसन पनि थाहा हुन्छ, क्यारेक्टर पनि थाहा हुन्छ कि। त्यो किताबहरू चाहिँ पढ्नुभयो भने तपाईँले राइटिङमा एकदम धेरै फाइदा गर्छ क्या त्यो चिजले। हेर्दाखेरि के भयो त यसबाट मैले के लिएँ भन्ने हुँदैन, तर तपाईँलाई त्यो आउँदाखेरि चाहिँ पछाडि चाहिँ जब लेख्ने बेलामा चाहिँ अनोइङली त्यो चिजले तपाईँलाई ब्याकअप गरिरहेको हुन्छ कि, लेयर्स र डेप्थ थपिन्छ राइटिङमा हो एकदम। अनि मैले चाहिँ खासमा सजेस्ट गर्दाखेरि चाहिँ मैले रिसेन्टली पढेको किताबहरूमा चाहिँ एउटा हजुरआमाका कथाहरू भन्ने छ, त्यो चाहिँ तपाईँको अमृता लम्साल हो त्यो किताब मलाई एकदमै आई ओपनिङ भयो मेरो लागि। पुरानो उसको गरिरहेको। अनि त्यो चाहिँ मैले मसँग त्यो किताब चाहिँ छैन, किनभने त्यो चाहिँ उहाँले अमृता दिदीले सेतो पार्टीमा सिरिज लेख्नु भएको थियो। त्यसमा कम्पारिजन गर्नुभएको थियो। मैले उहाँसँग मेरो व्यक्तिगत चिन्जान त्यो भएर मैले त्यही त त्यो सँगसँगै मैले अर्को बुझेको भनेको चाहिँ नन फिक्सन होइन कि फिक्सनमै फिक्सन भनौँ कि के भनौँ होइन। अब यसलाई कसरी लिने, पश्चिमा उमा चाहिँ ग्रिक ट्रेजेडिज सेक्सपियर र पूर्वमा महाभारत पढ्यो भनेदेखि चाहिँ आई थिङ्क स्टोरी टेलिङको एउटा ठुलो भास्ट ऊ चाहिँ हामीले अन्डरस्ट्यान्ड गर्न सक्छौँ। महाभारत चाहिँ त्यो खजाना हो त्यो है, जहाँबाट तपाईँ जुन क्यारेक्टर उठाएर तपाईँले हेर्नुभयो भने पनि अनि त्यो सबै इन्ट्रेस्टिङ छ क्या। यो रामायणको अथवा महाभारतको बारेमा चाहिँ म 2-4 घन्टा नै गफ गर्न सक्छु है। अहिले रिसेन्टली म र मेरो वाइफ चाहिँ हामी महाभारत स्टडी गरिरहेको छौँ, त्यसको सिरिज छ त्यो हेरिरहेको छौँ, किताब पढिरहेको छौँ। अनि त्यसमा हरेक क्यारेक्टरको जुन डेप्थ छ नि, जुन डुवालिटीदेखि लिएर उसको त्यो रिजनिङ क्या, वाइ इज द क्यारेक्टर डुइङ द्याट होइन, त्यो प्लट होलै भेट्दिनँ क्या म होइन। त्यो यतिकै आउट अफ क्यारेक्टर उसले केही गर्दैन क्या, उसको क्यारेक्टरको डेभलपमेन्ट बिस्तारै होस्, तर त्यो कस्तो डेभलपमेन्ट छ भने एभ्री सिङ्गल क्यारेक्टर, अभिमन्यु होस् होइन, कर्ण होस्, दुर्योधन होस्, हरेक क्यारेक्टर लिएर एउटा फिल्म बनाउन सकिन्छ। त्यो खजाना हो क्या। त्यो चाहिँ आई थिङ्क एभ्री राइटरले मलाई चाहिँ जहाँसम्म लाग्छ पढ्नुपर्छ। कर्णमाथि चाहिँ अब इन्डियामा धेरै लेखा छ, नेपालमा चाहिँ राजेश्वर देवकोटाको एउटा किताब छ है। पहिले चाहिँ राप्रपाको नेता हुनुहुन्थ्यो, साहित्यकार पनि हुनुहुन्थ्यो। उहाँको किताबको नाम थाहा छ तपाईँले? किताबको नाम चाहिँ अहिले फ्याट्ट बिर्सेँ मैले। ओके, अर्को प्रश्नमा जाऊँ। के अरे जसरी देवकोटाले चाहिँ
के अरे मेरो सबै कृति जलाइदिए हुन्छ तर मुना मदन नजलाए हुन्छ भन्नुभएको थियो होइन। त्यस्तै तपाईँलाई पनि आफूले लेखेको कुनै स्क्रिप्ट चाहिँ मेरो सबै जलाए पनि यो चाहिँ मेरो लागि मेरो फेभरेट हो, यो चाहिँ नगर्छ नि कुन छ तपाईँको? होइन, त्यसमा चाहिँ मेरो एकदम सोलिड एन्सर छ। त्यो चाहिँ के हो भने त्यस्तो भन्न पाइयोस् भनेर म लेखिरहेको छु। कुनै दिन म यस्तो चाहिँ स्क्रिप्ट लेख्यौँ, त्यो चाहिँ तपाईँहरू जस्तोकोमा गएर चाहिँ अहिले तपाईँले जसरी क्वेसन सोध्नुभयो त्यो सोद्धाखेरि मेरो यो स्क्रिप्ट चाहिँ त्यस्तो होस् भनेर भन्न पाऊँ भनेर म लेखिरहेको छु अहिलेलाई। म रिफ्रेम गराउँदा क्वेसनलाई तपाईँको फेभरेट स्क्रिप्ट आफूले लेखेकोमा अहिलेसम्ममा कुन चाहिँ हो? होइन, मलाई जस्तो एजुकेसनको लेभलमा म सेटिस्फाई भएको मैले जे लेखेको थिएँ त्यो चाहिँ एकदम राम्रोसँग एक्जिक्युट भएको मलाई फिल भएको भनेर चाहिँ ड्रिम्सको स्क्रिप्ट हो। ड्रिम्स हजुर, अनमोल केसी र साम्राज्ञीवाला। त्यो चाहिँ भुवन केसीले पहिलोचोटि डाइरेक्सन गर्नुभएको फिल्म पनि हो त्यो। सो त्यो चाहिँ तपाईँले लेखे अनुसारको एक्जिक्युट भएको। त्यसमा चाहिँ मेरो केही गुनासो होइन, यो चाहिँ बुझ्दै बुझेन डिरेक्टरले, यो त चाहिँ यो त मैले यसरी सोचेको थिएँ होइन, यो त भएन भनेर भने जस्तो मलाई धेरै त्यो मिस नभएको एउटा ऊ चाहिँ ल मैले सोचेँ भन्दा दामी चाहिँ भएर आयो त भनेर भनेको चाहिँ स्क्रिप्ट चाहिँ त्यो एउटा ड्रिम्स लाग्छ कि मलाई। तपाईँलाई नाटक पनि लेख्नु मन छ त? नाटक चाहिँ मलाई त्यस्तो धेरै लेख्न मन छैन, किनभने नाटक लेख्ने समयमा चाहिँ म स्क्रिप्टै लेख्छु, किनभने त्यो प्रोड्युस भयो भनेदेखि चाहिँ त्यो चाहिँ सधैँभरि। तर त्यसरी गर्न सकिँदैन त, जुन चाहिँ फिल्म पनि बन्न सक्ने नाटक पनि, जसरी डेथ अफ अ सेल्सम्यान त्यस्तै छ होइन, त्यस्तै धेरैवटा नाटकहरू छ नि त जसलाई चाहिँ फिल्ममा रूपान्तरण गर्न पनि सजिलै छ। अब तपाईँ मलाई चाहिँ पर्सनल्ली आफू चाहिँ आई वान्ट टु गेट इन्टु द्याट क्या, कुनै एउटा पोइन्ट अफ टाइममा चाहिँ एउटा नाटक चाहिँ हो त्यो त्यो चिजको पनि त्यो द्याट्स भेरी ब्युटिफुल कि म त्यो नाटक गरेको मान्छेहरूसँग म एनएसटी गएको छु मण्डलाको साथीहरूसँग होइन, अनि म बङ्गलादेश घुमेको छु मण्डलाको टोलीसँग होइन। त्यो डिभाइन हुन्छ कि उनीहरूलाई जति बेला त्यो पर्फर्म गरिरहेको हुन्छ अनि जति बेला त्यो ठाक ठाक ठुक ठुक सेट बनाइरहेको हुन्छ ऊ गरिरहेको हुन्छ त्यही एक्टेजी के पुरै एक्टेसी के हो, यस्तो इन्जोय गरेर देखाएको छु मैले होइन। यत्तिकै नाटक र फिल्ममा के मजा भनेर भन्यो भने थिएटरवालाहरू सबको नाटकमा मजा भन्नु भन्छ नि, दे फिल इट के, त्यो मैले चाहिँ महसुस गरेको छु क्या। मलाई त्यो आई थिङ्क वे अफ लाइफ पनि हो कि यस्तो त्यो मजा आउँछ नि, आइएम डुइङ समथिङ स्पेसल भने जस्तो त्यो चाहिँ त्यो हुँदो रहेछ फिल के होइन। अनि पछाडि मैले पनि त्यो उहाँहरूसँग घुम्दै गर्दै गएपछि चाहिँ त्यो मैले महसुस गरेँ। तर मैले इमिडिएटली अहिले चाहिँ मलाई एउटा चाहिँ म जहिले पनि म सबै थिएटरहरूको ग्रोथ र मैले जर्नलिजम पनि गर्थेँ होइन नागरिकमा, अनि अन्नपूर्ण पोस्टमा पनि गरेँ होइन। मैले त्यो जर्नलिजम गर्नु र यो थिएटरहरूको ग्रोथ चाहिँ सेम समयमा भएको हो क्या होइन। हामीले त्यो थिएटरको चाहिँ पोजिसनिङ गर्नका लागि मिडियाको साइडबाट त्यो मिडियाको पनि हात छ, किनभने हामीले जसरी उहाँहरूलाई स्पेस दिएको थियौँ गरेको थियौँ त्यो सँगसँगै भएको हो क्या त्यो ग्रोथ चाहिँ। अनि जहिले पनि भन्छु अब हामीले अघि पनि तपाईँले उठाउनु नि सधैँभरि एडाप्टेड प्ले सधैँभरि गरेर, अनि मैले जहिले पनि भन्छु कि थिएटरको साथीहरूलाई होइन तिमीहरू चाहिँ यो सधैँभरि अर्काले चाहिँ मञ्चन गरिदिएको नाटक गरेरै तिमीहरू चाहिँ कभरेज खाइरहने हो, तिमीहरू आफ्नो मौलिक नाटककारहरू चाहिँ कहिले जन्माउँछौ त भनेर जहिले पनि क्वेसन सोध्छ। आजभोलि मलाई देख्ने बित्तिकै साइम्पे दाइले यसो भन्छ भनेर केटाहरू छेउछाउ गर्न पनि छोडिसकेँ होइन। एटलिस्ट होइन, एटलिस्ट मैले के भनिरहेको छु सिनेमाले यार हिजो हामी बलिउड फिल्म मात्रै कपी गर्थ्यौँ होइन, तर एटलिस्ट हामी बिग्रियोस् ल अहिले हामीहरूले प्रोपर चाहिँ हामीहरूले क्राफ्टमा हामीहरूले त्यो लेभलको फिनिसिङ दिन सकेका छैन, तर एटलिस्ट हामी आफ्नो कथा आफ्नै तरिकाले सोच्न त थाल्यौँ नि त होइन। त्यसमा हाम्रो क्राफ्टमा त्यो फिनिसिङ पुगेको छैन, अझै पनि रिसोर्सेसको कारणले गर्दा ऊ गरेदेखि बिग्रियो भन्ने थाहा हुन्छ, तर हामीसँग रिसुट गर्ने रिसोर्सेस छैन नि त होइन। त्यो भएदेखि हामी त्यो पनि ठिक गर्थ्यौँ, फिक्स गर्थ्यौँ होला, तर एटलिस्ट हामी आफ्नो कथा आफ्नै तरिकाले भन्ने कोसिस त गरिरहेछौँ नि त होइन। तर तिमीहरू चाहिँ कहिलेसम्म नाटक गर्ने भन्यो भने पहिले के दिमागमा आउँछ नि अब कसको नाटक उडाएछन् यिनीहरूले भनेर। पछि त मैले के थाहा पाएँ भनेदेखि त्यो नाटक त टेक्स्ट मात्रै होइन कि त्यो प्रोपर्टी हुन्छ नि प्रप्स भन्छ उनीहरूले होइन, त्यो प्रप्सधरि सेम टु सेम राखेर चाहिँ नाटक बनाउँदो रहेछ। त्यो भने आजभोलि युट्युबमा खिचेर राख्न थाल्यो, त्यो पछि थाहा हुन थाल्यो। त्यो भएपछि मैले कति नाटकहरू चाहिँ पछि चोरी पक्राउनलाई के होइन, अनि यो नाटक छ कि छैन भनेर खोज्न थाल्दा त युट्युबमा डिटो भेटाएको छु क्या मैले
यता चाहिँ हामी क्या खतरा नाटक के गर्यो प्रपर्टी यस्तो भनेर भनिरहेछ, साथीहरू त फेरि दुरुस्तै गरिरहेको रहेछ। अनि यो चाहिँ मैले त होइन इभन फिल्म मेकिङमा पनि यो एउटा रोग जस्तो लाग्छ कि मलाई। कस्तो भन्दाखेरि चाहिँ तपाईँ प्रोडक्सनमा जान हतार क्या, किनभने राइटिङको काम एकदमै गाह्रो छ नि त, एकदमै गाह्रो छ, त्यो पेसेन्स एकदमै धेरै चाहिन्छ। अनि यहाँ पेसेन्स कसैसँग छैन क्या, सबैजनालाई सुटिङमा जान हतार भइसक्यो होइन, सुटिङमा जान, रिलिज डेट तय गर्नलाई, अनाउन्स गर्नलाई, यो स्टार ल्याएको छु मैले, यो गरेको छु भनेर। अनि आई थिङ्क त्यो नाटकमा पनि त्यो कुरा ट्रान्सलेट हुन्छ जस्तो लाग्छ मलाई, किनभने स्क्रिप्ट लेखेर बसिरहनलाई त महिनौँ लाग्यो नि त, र राम्रो स्क्रिप्ट लेख्नलाई त 6 महिना लाग्ला, 1 वर्ष लाग्ला त्यो नाटक लेख्नलाई। तर तपाईँसँग पहिले अलरेडी एक्जिस्टिङ छ भने तपाईँले 1 हप्ता टाइम दिनु भने त्यसलाई उल्था गर्न त सजिलो भयो नि त। सबलाई एक्जिस्टेन्सियल क्राइसिस छ कि नेपालमा, किनभने तपाईँले नाटक गर्नेहरूलाई पनि अब खाली बसिरहेको छु भने जस्तो हुन्छ। के गर्ने त भन्दाखेरि चाहिँ एउटा नाटक त गर्नु पर्यो, आफैले लेखेर सोचेर गर्दा तपाईँले भने जस्तो 6 महिना 1 वर्ष चाहियो, त्यो पेसेन्स त्यो छैन होइन। अब त्यो चाहिँ तपाईँले फेरि कस्तो पनि हुन्छ भने हाम्रो जति अब थिएटरहरू छ नि, उहाँहरूले पनि के गरेन सिनियरहरूले भनेदेखि मौलिक नाटक मात्रै गर्नुपर्छ है भनेर भन्ने खालको स्कुलिङ पनि इस्टाब्लिस गरेका छैन कि। उहाँहरू आफैले धेरै एडप्टेड स्क्रिन प्ले बनाएको हुनाले कोही पनि नयाँ एस्पाइरिङ त्यो एक्टरले, थिएटर एक्टरले पनि होइन म चाहिँ ल एकदम मौलिक सोचेर म त्यसमा मेहनत गरेर गर्छु भन्ने सोच्दैन कि। उसलाई पनि त्यो कता थिएटरको हुन्छ नि, उसलाई पनि अब समय खाली हुन्छ कति बेला होइन, त्यो बिचमा गर्नुपर्ने छ कि होइन। शिल्पीको डेट कहिलेदेखि कहिलेसम्म खाली छ, मण्डलाको डेट कहिलेसम्म खाली छ, कौशी थिएटरको कहिलेदेखि कहिलेसम्म खाली छ होइन, त्यो स्लटमा चाहिँ हाल्न पर्यो। भनेपछि त्यो चिजका लागि सजिलो के हो भन्दाखेरि अलरेडी स्टेज थिएटर भयो भने एक्टरहरू पनि सजिलै दामी छ भन्ने खुरुक्क आएर गर्न थाल्छ होइन, उसलाई पनि थाहा हुन्छ यो दामी छ भन्ने कुरा। त्यो सबै हिसाबले सजिलो भयो क्या त्यो गर्नलाई। तर मैले रिसेन्टली देखेको चाहिँ इभन नाटकहरूमा पनि ओरिजिनालिटी चाहिँ मैले देखेको छु रिसेन्टली, लास्ट आई थिङ्क 6 months, लास्ट 1 year जस्तोमा चाहिँ हो। नत्र त्योभन्दा अगाडि चाहिँ प्रायः जसो उल्टा गरेकै नाटक धेरै देख्थेँ मैले, धेरै सबै होइन। त्यो भन्यो भने चाहिँ यस्तो हुन्छ, त्यो भन्दाखेरि चाहिँ फेरि उहाँहरू सबैलाई ब्लेम मात्रै गरे जस्तो हुन्छ, बिचबिचमा थोरै आउँछ कि त्यो, तर त्यो तपाईँले काउन्ट गरेर हेर्नु त्यो वाला मात्रा एकदम कम छ कि। कुन वाला भनेको आफै चाहिँ लेखेर त्यो स्टेजिङ गर्नेवाला चिजहरू चाहिँ एकदम कम छ कि। रिसेन्टली चाहिँ अलि मैले देखेँ जस्तो कि मण्डलामा चाहिँ मैले म्याक्सिमम् चाहिँ ओरिजिनल नाटकै देखिरहेको हुन्छु होइन। भनेदेखि अरूमा अब यस्तो पनि हो, फेरि डिरेक्टरलाई सबैलाई राइटिङ गर्न आउँछ भन्ने छैन। अनि राइटर खोज्न जाने हो भनेदेखि अब त्यो राइटिङै गर्छु भनेर अब त्यो यही क्या फन्डामेन्टल्ली नै प्रब्लम के छ भने राइटिङ गरेर के जीवन चल्दैन नेपालमा बसेर, स्पेसली नाटक मात्र लेखेर त झन् चल्दैन। अनि त्यसपछि त्यो मात्रै लेखेर बसिरहने, डेडिकेटेड भएर बस्ने अथवा आफ्नो समय त्यसरी दिने खालको राइटरै भेटिँदैन। सो फिल्म मेकिङमा इभन मैले प्रड्युसरहरूसँग कुरा गर्दाखेरि जोसँग कुरा गर्दा स्क्रिप्टै छैन भन्छन् होइन, र इट इज काइन्ड अफ ट्रु पनि, राम्रो स्क्रिप्टको कमी नै छ इन्डस्ट्रीमा होइन। त्यस्तै अब नाटकमा पनि त्यही त हो, त्यही हो, सेम चिज हो त्यही र। तर त्यो भनेर कस्तो हुन्छ भने त्यो गरेर कसैले, मैले त्यही भनिरहेको, एलियनहरू आएर तपाईँको अगाडि चाहिँ स्क्रिप्ट चाहिँ दामी तपाईँहरूले खोजेको जस्तो स्क्रिप्ट चाहिँ लिएर आउने छैन कि। तपाईँले 1-2जना मान्छेलाई बिलिभ गरेर होइन तपाईँले त्यो प्रोसेसमा गएर मात्रै भने जस्तो स्क्रिप्ट चाहिँ बन्छ है। कसैले एकदमै दामी स्क्रिप्ट छ भनेदेखि उसले चाहिँ आफै बनाउँछ कि, तपाईँकोमा लगेर दिनेवाला छैन कि। तपाईँले उसलाई उसमाथि इन्भेस्टमेन्ट गर्नुभयो होइन, 2-4 लाख रुपियाँ ल यो कन्सेप्टमा त काम गर, यो रिस्क भयो मेरो, अब यो कसरी आउटपुट, फाइनल आउटपुट के आउँछ भएन भने पनि इट्स फाइन अब भनेर भन्ने हिसाबले लियो भने चाहिँ ठिक छ। कसैले चाहिँ दामी छ भने त तपाईँले खोजिरहेको प्रड्युसरको तपाईँ किन जानुहुन्छ, दामीमा त अर्को तपाईँले अर्को मान्छेहरू जोड्न सकिहाल्नुहुन्छ नि, उसलाई किन लगेर बुझाउनु तपाईँले। सोध्छ नि त मान्छेले, हो त्यसले त्यो सोच्न किन बाध्य भएको छ भनेदेखि यो इन्भाइरोमेन्टको कारणले गर्दाखेरि के। यो नेपालमा छ नि स्क्रिप्ट राइटिङ, स्क्रिन प्ले राइटिङ अथवा नाटक लेखेर भनौँ न राइटिङ गरेर चाहिँ सर्भाइभ गर्न अथवा घर व्यवहार चल्नको लागि कतिको सम्भव छ दाइ, त्यो मात्रै गरेर? मेरो चाहिँ मोरलेस सम्भव भइरहेछ होइन। तर तपाईँ आई थिङ्क अपवाद नै हो फिल्म इन्डस्ट्रीमा। मलाई चाहिँ पुग्छ। अब त्यो फेरि तपाईँको वे अफ लाइफ पनि के हो भन्ने कुरा पनि हुन्छ कि।
म चाहिँ एकदमै साधारण चाहिँ जीवन पनि जिउँछु होइन। मेरो तामझाम केही हुँदैन, क्लब पार्टी सार्टी केही हुन्न होइन। म धेरै मेरो साथीहरूले चिन्नुहुन्छ, लखर लखर हिँड्छु म होइन। त्यो हेल्थको हिसाबले पनि अलिअलि अब बुढेसकाल लाग्यो होइन, पेट सेट लाग्नु थालेको छ होइन। त्यो भए हुनाले पनि मलाई त्यो मैले आफैले जस्टिफाई गरे पनि हुनसक्छु, तर म अलिकति पनि टाइम पाएँ भने चाहिँ म हिँड्छु। म चाहिँ मलाई कहीँ जान छैन, अर्जेन्सी छैन भनेदेखि चाहिँ होइन, म किन शरीरलाई दुःख दिने भनेर चाहिँ भन्दिनँ म होइन। म त्यो चाहिँ हिँड्छु होइन। ओके, अनि मेन क्वेसनमा आउँ, त्यो गर्दाखेरि चाहिँ कस्तो हुन्छ भनेदेखि पुग्छ। अब अहिले चाहिँ राइटिङलाई जे जति अमाउन्ट चाहिँ छुट्याउनु थालेको छ त्यसले चाहिँ सर्भाइभलका लागि चाहिँ तपाईँलाई इनफ हुन्छ। तर जुन समय जुन लाग्छ नि एउटा स्क्रिन प्ले डेभलप गरेर त्यसलाई एउटा फाइनल ड्राफ्टसम्म रेडी गर्नको लागि जुन समय दिनुपर्छ, त्यो समय चाहिँ त्यति पैसाले पुग्छ जति पैसा उनीहरूले दिन्छ? त्यो त पुग्दैन, त्यो चाहिँ कस्तो भने हामीले त कम्प्रोमाइज गरेर ल ठिकै छ भनेर भन्ने हो त्यो। त्यसो भए मैले मेरो खासमा यसमा जोडिएको अर्को प्रश्न के छ भने नेपालमा मैले डाइरेक्टरहरूको चाहिँ देखेको छु, राइटरहरूले पनि अनि डाइरेक्टरहरूले पनि के अरे साइड हसल चाहिँ एउटा राख्नुपर्ने हो, एउटा साइड बिजनेस। त्यो चाहिँ चाहिन्छ नेपालमा चाहिँ, किनभने यो चिजको त भरोसा त हुन्न नि त। त्यसपछि अल इन जानु भनेको चाहिँ ठुलै, तपाईँले त्यो चाहिँ फुल टाइम गर्दा चाहिँ तपाईँ कस्तो हुन्छ नि, नेपाली भाषामा तपाईँ पत्रु भएरै लाग्नुपर्छ कि। त्यो कस्तो हुन्छ भने जे आए पनि गर्छु भन्ने तपाईँसँग आफ्नो के स्वत्व भन्ने चिज चाहिँ रहन्न कि। तपाईँको आफ्नो त्यो सेल्फ रेस्पेक्ट पनि रहन्न। जसले जे भने पनि नेपालमा के खोज्छ अधिकांश मान्छेले भने लेखनदास खोज्छ कि, उसँग आइडिया छ होइन, यो 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 यस्तो यस्तो चिज चाहियो भनेर भन्ने उसँग त्यो आइडिया छ। अब त्यसलाई चाहिँ लेखेर लिएर आइदिने मान्छे चाहिँ चाहियो क्या उसलाई, त्यही चिजका लागि हायर गर्ने। लेखनदास पनि बन्नु पर्यो अनि आफ्नो साइड बाई साइड आफूले लेख्न खोजेको चिज पनि लेख्दै गर्नु पर्यो। अनि कुनै बेलामा झुक्किएर अथवा कुनै बेला अब पर्स्यु गर्दा गर्दा प्रड्युसरहरूलाई सुनाउँदा कसैले पत्याइहाल्यो भनेदेखि चाहिँ बल्ल अनि नत्र भने अहिले जे बनिरहेको छ त्यही चिजहरू अब बनिरहन्छ, खिचडी बनाइरहने हो। अब त्यसको लागि चाहिँ त्यो चिज गर्नको लागि चाहिँ पेसेन्स अनि ल्याक अफ सेल्फ रेस्पेक्ट चाहिँ चाहिन्छ। तपाईँले एकदम इम्पोर्टेन्ट कुरा उठाउनु भयो होइन। जो राइटिङमा आउन चाहनुहुन्छ होइन, अहिले फिल्म इन्डस्ट्रीमा काम गर्न चाहनुहुन्छ जो मान्छेहरू, नेपालमा चाहिँ अहिले तपाईँको लागि चाहिने सबैभन्दा ठुलो कुरा भनेको पेसेन्स हो। तपाईँ त्यो मान्छेहरू झेल्न सक्ने तपाईँसँग त्यो धैर्यता छ कि छैन होइन। त्यो छैन भनेदेखि चाहिँ तपाईँलाई गाह्रो हुन्छ। अर्को कुरा राइटरको काम के हो भनेदेखि राइटर सधैँ पर्दा पछाडि रहन्छ होइन। मैले त्यसमा क्रेडिट पाइनँ भन्ने खालको तपाईँलाई कम्प्लेक्सिटी रहन्छ भने पनि तपाईँ फेरि राइटिङका लागि तपाईँ फिट होइन। तपाईँको जब के हो भने फिल्म सुपरहिट हुँदाखेरि पनि तपाईँको नाम निशान कहीँ पनि नआउन पनि सक्छ होइन। डाइरेक्टरले फिल्म बनेर एडिटिङ टेबलमा छिरेपछि तपाईँ थियो भन्ने चिज पनि बिर्सिसकेको हुन्छ होइन। त्यो सबै चिजका लागि पनि तपाईँ मेन्टली तयार हुनु पऱ्यो क्या। हो, त्यही चिज चाहिँ तपाईँको पेसेन्स लेभलसँग जोडिन्छ। अब मैले चाहिँ उनी नगरिकन यो पनि पाइनँ त्यो पनि पाइनँ, अब फिल्मै मैले बनाएको हो, मैले नलेखिदिए भए फिल्म बन्दैन थियो भनेर भन्ने कुरा चाहिँ तपाईँले गर्नु हो भनेदेखि तपाईँको लागि यो फिल्ड ठिक होइन। यो विषयमा आई थिङ्क जोड्न मलाई एउटा कुरा मन लाग्यो होइन। जस्तो कि तपाईँले आफूले जुन लेख्नुहुन्छ होइन, अब तपाईँलाई कतिको परेको छ थाहा छैन, तर कपिराइट जुन तपाईँको लेखनको छ अथवा तपाईँको कृतिको, त्यसको लागि चाहिँ तपाईँले त्यो प्रोटेक्सनको लागि केही कतै गएर रेजिस्टर गर्ने अथवा केही गर्नुहुन्छ कि तपाईँ अब यो विश्वासकै भरमा इन्डस्ट्रीमा चलिरहेको? अहिले चाहिँ मसँग चाहिँ अलिअलि डराउँछन् पनि होइन, मसँग चाहिँ होइन। मलाई त्यति धेरै उ गरिहाल्दैन, तर मैले त्यो चाहिँ तपाईँले जो धेरै जसो मान्छेहरूले हरेक फिल्ममा म भोग्या किस्साहरू म कहाँ ठोक्किनुहुन्छ दाइ यस्तो यस्तो भयो के गर्ने भनेर भनेको चाहिँ सुन्छु म। मेरो चाहिँ अहिले खाइदियो उहाँहरूले एउटा ड्राफ्ट लेखेर दिनुभयो, तर अनि त्यसमा चाहिँ उहाँहरूले अरू के थपथाप गर्नुभयो ऊ गर्नुभयो, तर सुरुवात गर्नेको चाहिँ नामै छैन कि। त्यस्तो वाला केसेसहरू इन्डस्ट्रीमा एकदम धेरै भइरहेको हुन्छ। अनि म मेरो सोसल मिडियाबाट त्यसका विरुद्ध लड्दाखेरि 2-4 दुश्मन पनि कमाएको छु मैले होइन। मैले चाहिँ अहिले अब नेपालमा समस्या त्यो पनि एउटा छ। अनि बिचमा चाहिँ मैले अन्जुम राजा भोलि नेपाल आउनुभएको थियो, राजनीतिको राइटर के।
राजनीति अनि उसको ओम प्रकाश मेराको उहाँले तुफान भन्ने फिल्म पनि डाइरेक्सन गर्नुभएको थियो उहाँ नेपाल आउनुभएको थियो उहाँहरूले पनि यसै गरी इनिसिएसन गरेर स्क्रिन राइटर्स गिल्ड चाहिँ खोल्नु भएको छ क्या इन्डियामा खोल्नु भएको छ अनि मैले चाहिँ यहाँ तपाईँहरूको टेम्प्लेटमा चाहिँ तपाईँहरूको विधान सिद्धान्त फलो गरेर हामीहरूले चाहिँ पनि खोल्नु पऱ्यो भनेर भने हुन्छ चाहिँ खोल तिमीहरू मलाई के चाहिन्छ म हेल्प गर्छु भनेर उहाँले भन्नुभएको थियो बिचमा चाहिँ अनि म तातिरहेको थिएँ तर त्यही मैले अघि तपाईँलाई जे चिज भने नि मलाई फियर यो किन जान्ने भएको यो मलाई के चाहिँ गरेछ र भनेर भन्छ भन्ने मलाई फियरले हैन अनि मैले फेरि त्यतातिर पनि धेरै मन डुलाइनँ के तर अब अहिले मलाई के लाग्छ भने कसैले त्यो इनिसिएसन चाहिँ लिनुपर्छ होला भन्ने लाग्छ किनभने सङ्गठित भयो भने चाहिँ के हुन्छ भनेदेखि लड्न पाइयो नि त सुरक्षित हुन्छ किनभने अमेरिकाको पनि स्क्रिन राइटर्स गिल्डमा चाहिँ रजिस्टर गर्ने सिस्टम छ हैन अनि इन्डियामा पनि छ अरू इन्डस्ट्रीहरूमा पनि छ नेपालमा चाहिँ छैन तपाईँले तर के छ तपाईँको के छ भनेदेखि कपिराइटको लले चाहिँ तपाईँलाई चाहिँ जहाँ पनि उ गर्न सक्छ जस्तो तपाईँको स्क्रिप्ट चाहिँ तपाईँले इङ्ग्लिसमा चाहिँ अमेरिकामा पनि तपाईँले रजिस्टर गर्न सक्नुहुन्छ क्या सो त्यसको बेसिसमा यहाँ लाग्छ त्यो कानुन लाग्छ त्यो भनेको त्यो तपाईँले त्यहाँ गर्नुभएको छ भने अब यहाँनिर यदि केही केस पर्यो अथवा केही भयो इन्टरनेसनल कपिराइटको चाहिँ ल इन्टरनेसनलले नेपालले पनि सिग्नेचर गरेको छ नि त त्यो हो भने चाहिँ नेपालले पनि त्यो कपिराइटको उसमा चाहिँ उनीहरूले सिग्नेचर गरेको छ त्यो भएको हुनाले त्यहाँ पनि गर्न मिल्छ तर अब त्यहाँ जानलाई त सबैको पहुँच पनि भएन फेरि हामी नेपालीमा लेख्छौँ धेरै जसो होइन इङ्ग्लिसमा ट्रान्सलेट गरेर त्यहाँ पुर्याउनु पऱ्यो गर्न पऱ्यो होइन त्यो चाहिँ अलिकति कम्प्लिकेटेडै नै छ त्यो प्रोसेस मेरो बुझाइमा चाहिँ अहिलेसम्मको ओके यसमा चाहिँ तपाईँले भन्न खोजिरहेको कुरा चाहिँ के होला भनेदेखि त्यस्तो खाले अनुभव तपाईँसँग छ कि छैन भयो भने कसरी ट्याकल गर्ने एक्ज्याक्टली आई थिङ्क अडियन्सको लागि चाहिँ त्यो चाहिँ मेन भइहाल्यो भने किनभने धेरैजना राइटरहरू चाहिँ इन्डस्ट्रीमा आउन फियर नै उनीहरू के छ भने मेरो खाइदिन्छ कसैले मेरो आइडिया लिइदिन्छ मलाई क्रेडिट दिँदैन पैसा दिँदैन भनिन्छ नि त त्यसको लागि सेफ्टीको लागि चाहिँ के गर्न सकिन्छ होइन त्यसका लागि चाहिँ अहिले हामीसँग इमिडिएट गर्ने के हो भने कपिराइट अफिस छ होइन कहाँनिर छ त्यो चाहिँ निर्मल निवासतिर छ त्यो होइन तर तपाईँले के गर्न पर्दैन भने त्यहाँ गइरहन पर्दैन अहिले चाहिँ तपाईँले त्यहाँनिर वेबसाइट जाने कपिराइटको वेबसाइटमा जाने होइन त्यहाँ तपाईँले फर्महरू डाउनलोड गर्ने होइन अनि त्यहाँनिर एउटा वेबसाइट छ जस्तो सरकारको गभर्मेन्टको रेभेन्यूहरू जुन ठाउँमा तपाईँले चाहिँ अनलाइन पे गर्न मिल्छ नि यो पनि तपाईँले जम्मा 100 रुपियाँमा जम्मा गर्दा 110 रुपियाँ खर्च हुन्छ कि होइन अनि त्यो तपाईँले 110 खर्च गरेपछि चाहिँ अरू तपाईँको त्यो साइटमा गएर फर्म भर्न केही समस्या छैन तपाईँले आफ्नो डकुमेन्ट पनि त्यहाँ स्क्रिप्ट पनि त्यहाँ तपाईँले अपलोड गर्न मिल्यो होइन तपाईँको सिटिजनसिपहरू अपलोड गर्न मिल्छ होइन त्यो सबै चिज भयो अनि खालि त्यो पैसा तिर्ने कुरा चाहिँ अलिकति कम्प्लिकेटेड छ त्यहाँको साइटमा पर्दैन त्यो पनि अनलाइन गर्न मिल्छ तर त्यहीँनिर तिनीहरूले गेटवे राख्दै छैन कि त्यसका लागि चाहिँ फेरि बेग्लै साइट खोलेर त्यसको एउटा कोड हुन्छ त्यो कोडमा जम्मा गर्नुपर्छ कि अनि त्यो रेसिट चाहिँ फेरि तपाईँले यतातिर अट्याच गरिदिनु पऱ्यो कि त्यति मात्रै समस्या छ तर मैले होइन त्यो तपाईँले भन्नुभएको वेबसाइट मैले पनि ट्राई गरेको छु कि अनि म यति खुसी भएको थिएँ कि त्यो चिज मैले पाएँ भनेर होइन त्यो मलाई आई थिङ्क एकजना पहिलेदेखि राइटिङ गरिरहेको मान्छेले चाहिँ मलाई त्यो लिङ्क पठाइदिएको थियो कि एकजना भाइले अनि त्यसमा मैले ट्राई गरेँ तर तपाईँको कसो नि एउटा पोइन्टमा पुगेपछि चाहिँ त्यसमा एरर आउने कि के गर्ने भएर चाहिँ त्यो वेबसाइट नै त्यो के अरे त्यो भएको नभएको त्यो चाहिँ मेरो एक्सपिरियन्स हो फेरि मेबी मेरो मात्र त्यो हुनसक्छ अहिले मेबी चल्न सक्छ एउटा हामी लिङ्क चाहिँ यो भिडियोमा राखिदिउँ होइन अब त्यो भयो भने भयो भएन भनेदेखि चाहिँ आई थिङ्क मेरो एक्सपिरियन्समा चाहिँ अदालतले चाहिँ के अरे जसले फर्स्टमा लेखेको उसँग यदि प्रुफ छ भनेदेखि चाहिँ त्यो उसको नै कपिराइट हुन्छ भन्ने सो त्यसको लागि चाहिँ मेबी के गर्नुपर्छ भने मेबी फेसबुकको मेसेन्जरमा होस् अथवा इमेलमा होस् होइन त्यहाँ चाहिँ आफ्नो कृति चाहिँ बरु अपलोड गरेर आफैलाई बरु पठाइदिने मेल गर्न सक्यो तपाईँले कुन डेटमा मेल गएको थियो भनेर एक्ज्याक्ट त्यो डेटले त फरक पर्छ नि त सो आफैलाई बरु मेल गर्ने होइन अथवा आफैलाई फेसबुकमा पठाउने साथीलाई पठाउने
होइन ट्रस्टवर्दी साथीलाई अथवा आफ्नो फ्यामिली मेम्बरलाई पठाउने जुन चिजले गर्दाखेरि चाहिँ पछि प्रुफ चाहियो अदालतमा भनेदेखि चाहिँ त्यो देखाउन पाइयोस्। तर बेस्ट चाहिँ तपाईँको होइन यो त्यो त यदि त्यो वेबसाइट चलेन भने भन्नु खोजेको एरर आउने के गर्ने भने त त्यो नेपालीको विशेषता भयो होइन। त्यो चिजसँग अब हामी अभ्यस्त भइसक्नुपर्छ होइन। छौँ हामी अभ्यस्त पनि होइन। एरर भयो भने फेरि ट्राई गर्ने हो। सधैँ एरर हुन्न। मैले अलि अगाडि मैले गरेको थिएँ, त्यो भएर मेरोमा चाहिँ त्यो समस्या भन्दा 1-2 वर्ष अगाडि ट्राई गर्दै त्यसो भए यो लेटेस्ट हो। मैले अस्ति 2-3 महिना अगाडि मैले दुईवटा चाहिँ एउटा अमेरिकाको साथीले चाहिँ गर्दैन भनेर भन्नुभयो, उहाँको पनि मैले गरिरहेको छु। अनि अस्ति नै मैले हाम्रो भुवन केसी दाईको पनि। ओके ठिक छ। त्यसो भए त्यो वेबसाइट चल्छ। तर मैले यसको लागि भनेर एकजना लयर पनि नेक्स्ट एपिसोडमा चाहिँ ल्याउँदैछु क्या। सो उहाँले अझै डिटेलमा कपिराइट मात्र होइन कन्ट्र्याक्टदेखि लिएर हरेक कुरा चाहिँ। ओके, त्यसमा मलाई थप्न खोजिरहेको कुरा चाहिँ त्यो हो। अहिले पनि तपाईँहरूले चाहिँ बेस्ट चाहिँ के हो भनेदेखि तपाईँको आइडिया चाहिँ अलिकति प्लेजरिजम हुनसक्छ भन्ने तपाईँलाई लाग्छ भनेदेखि चाहिँ कपिराइटमा गएर दर्ता गर्नु होला। त्यो चाहिँ त्यति गरेपछि चाहिँ अनि एकजनाले खासमा मलाई मेसेज गर्नुभएको थियो टिकटकमा, मसँग फिल्मको आइडिया छ, मैले चलचित्र विकासबाट गएर रेजिस्टर गर्नु के गर्नुपर्छ, मसँग त डिरेक्टर नि छैन, प्रोडक्सन कम्पनी छैन भनेर भन्दै थिएँ कि। सो आई थिङ्क त्यो चाहिँ मैले अहिले एड्रेस गर्न चाहन्छु। त्यो गर्नु पर्दैन जस्ट फर कपिराइट। फिल्म बनाउन चाहनुहुन्छ भने गर्ने हो, नत्र भने त्यो 13-14 दर्ता गर्दैन। तर त्यहाँ अब रेजिस्टर भयो भने चाहिँ आफ्नो भयो भने उहाँहरूले सोच्नु भयो होला कि रेजिस्टर गर्नलाई तपाईँलाई सिनोप्सिस मात्रै भयो हुन्छ नि त, तपाईँले पुरै स्क्रिप्ट चाहिएन त्यो। त्यही त एक्ज्याक्टली। सो त्यो मेन चाहिँ कपिराइटको अफिसमा गएर गर्नु पर्यो। मेन कुरा चाहिँ कपिराइटको अफिसमा जाने 100-110 रुपियाँमा काम हुन्छ होइन। अनलाइन गर्न सके बेस्ट भयो। अनलाइन गर्नलाई केही कम्प्लिकेसन छैन। खालि त्यो तपाईँहरूले जति बेला त्यहाँ कल गर्दाखेरि चाहिँ मलाई यो कपिराइटका लागि उ गर्ने चाहिँ त्यो डिपार्टमेन्टहरू छ के, त्यो डिपार्टमेन्ट चाहिँ कति नम्बर हो, कुन डिपार्टमेन्टमा हामीले पैसा हाल्नुपर्ने हो, मैले 100 रुपियाँ भनेर तपाईँले खालि आजभोलि हामी खल्ती चलाउँछौँ, ई सेवा चलाउँछौँ, ब्याङ्किङ पनि भइहाल्छ होइन। त्यहाँबाट तपाईँले खालि त्यो हालेको स्क्रिनसट मात्रै तपाईँले उ गर्न पऱ्यो कि अट्याच गर्नु पऱ्यो। त्यसो भए हाम्रो अन्तिममा चाहिँ मैले सबैजनासँग सोध्ने चाहिँ के छ क्वेसन भन्दाखेरि चाहिँ तपाईँको फेभरेट 4वटा मुभीहरू। तर अब म तपाईँसँग चाहिँ फेरि डबल सोध्छु। एउटा चाहिँ नेपाली मुभी 4वटा फेभरेट र 4वटा अब जुनसुकै देशको विदेशी। त्यो चाहिँ तपाईँले भनिदिनु हो भने आई थिङ्क अडियन्सलाई अझ एज अ स्क्रिन राइटर चाहिँ यो हेर्दाखेरि चाहिँ राम्रो हुन्छ, यसबाट सिकिन्छ भन्ने छ भनेदेखि त्यो भन्नुला। अब मैले एकदम फिगर आउट गरेर मैले ऱ्यान्डमली मेरो दिमागमा मैले हेरिरहेको मध्ये के आउँछ त्यो भन्छु ल। मलाई एकदम मन परेको सिनेमा चाहिँ मलाई लाइफ इज ब्युटिफुल भन्ने सिनेमा एकदम मन परेको छ। अर्को मलाई टम ह्याङ्क्सको फरेस्ट गम्प पनि हेरेको धेरै दिनसम्म मलाई त्यो फिल्मले चाहिँ मेस्मराइज गरेको थियो। त्यो एउटा फिल्म भयो। यस्तो हुन्छ कि अरू बेला कति धेरै गरिरहेको हुन्छ होइन, ब्लाइन्ड हुन्छ कि कुन फिल्म चाहिँ एकदम मन परेको छ भनेर भन्दाखेरि चाहिँ। हिन्दी छ कुनै? हिन्दी चाहिँ अब धेरै नै अब मेरो चाहिँ अब फिल्म हेर्ने जर्नी नै हिन्दीबाटै सुरु भएको हो होइन। मलाई त्यो एकदमै धेरै त्यो लेभलमा एकदम हानेको फिल्म चाहिँ त्यो इजाजत भन्ने फिल्म छ, नसिरुद्दिन शाह र मलाई सपना आजमीको जस्तो लाग्छ। तपाईँले त्यो हिन्दी भन्दा गर्नु गुलजारले डाइरेक्सन गरेको फिल्म हो त्यो। गुलजारको? हजुर, त्यो एकदम मन परेको छ है। अनि अब मलाई दङ्गल पनि मनपर्छ राइटिङको हिसाबले पनि। द्याट इज द बेस्ट फर मी होइन। राइटिङ पनि हामी सोध्छौँ भनेदेखि राइटिङको हिसाबले चाहिँ त्यो दङ्गल मेरो लागि चाहिँ एकदम त्यो रेफरेन्स हो। त्यो त्यसमा सोलिड बिटहरू छ कि राइटिङको हिसाबले। अनि नेपाली चाहिँ? नेपाली मलाई लाग्छ दर्पण छाया होइन। अनि क्यारेक्टरको हिसाबले उसको हिसाबले म त्यति बेला हेर्दाखेरि एकदम इम्प्रेस भएको चाहिँ एउटा नुमाफुङ हो। अनि अर्को चाहिँ त्यो लुट एउटा भइहाल्यो, एभरग्रिन, त्यो सबैको रेकमेन्डेसनमा पर्छ होला त्यो होइन। त्यसको चाहिँ मलाई त्यो क्यारेक्टरहरू जसरी बनाएको छ नि, त्यो क्यारेक्टर डेभलपमेन्टवाला चिजहरू चाहिँ एकदम मन परेको हो त्यो। अनि अर्को चाहिँ मलाई त्यो पहिले हेर्दाखेरि त्यो देउता भन्ने मुभीले पनि मलाई खुब इम्प्रेस गरेको थियो क्या। कसको देउता? देउता भन्ने चाहिँ हाम्रो उसको राजेश दाईको
राजेश हमाल डाइरेक्टर तुलसी घिमिरे तुलसी किनभने त्यो भन्दाखेरि पनि पछाडि त्यो के भयो भनेदेखि राजेश दाइले गरेको मध्ये चाहिँ एउटा राम्रो फिल्म चाहिँ त्यही मात्रै हो भनेर सबैको उसमा पनि आउँछ क्या त्यो देउता होइन तुलसी घिमिरेले डाइरेक्सन गरेको नेपाली चाहिँ जस्तो तपाईँले अहिले पनि हेर्दाखेरि इक्वल्ली कम्पिटेटिभ लाग्ने भनेको चाहिँ कुसुमे रुमाल, सम्झना, साइनो जस्तो त्यो कतिपय फिल्महरू चाहिँ के हुन्छ भनेदेखि हाम्रो नेपाली फिल्म चाहिँ जस्तो मैले बलिदान भन्ने फिल्म त्यति बेला हेर्दा एकदमै धेरै राम्रो लागेको थियो मलाई पछाडि हेर्दाखेरि चाहिँ त्यो लेभलको अलि लागेन कि यस्तो धेरै फ्लजहरू रहेछ भने जस्तो लागेको थियो तर मलाई पछाडि पनि हेर्दाखेरि पनि इक्वल्ली कम्पिटेटिभ लागेको चाहिँ त्यो फिल्म थियो कि साइनो कुसुमे रुमाल, सम्झना होइन यो फिल्महरू चाहिँ तपाईँले अहिले हेर्दाखेरि पनि त्यो अहिलेकै सेन्सिटिभिटीमा टाइम एक्ज्याक्टली त्यो फिल्महरू चाहिँ मलाई राम्रो लाग्छ। ल दाइ थ्याङ्क यू सो मच फर कमिङ। एकदम आई थिङ्क प्रोडक्टिभ इन्टरभ्यू भएको छ अनि स्पेसली हाम्रो एस्पायरिङ फिल्म मेकरहरूको लागि राइटरहरूको लागि चाहिँ आई थिङ्क एकदमै यो चाहिँ एकदम गोल्ड माइन जस्तो भयो जस्तो लाग्छ। तपाईँले जुन किताबहरू रेकमेन्ड गर्नुभएको छ फिल्महरूको कुरा गर्नुभएको छ त्यो सबै पढ्नु हेर्नु अनि त्यसपछि आई थिङ्क यु विल बी अन द कोर्स टु बिकम अ गुड स्क्रिन राइटर। थ्याङ्क यू दाइ, थ्याङ्क यू फर कमिङ। थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच।